एक नगरपालिका कार्यपालिका कार्यालय नेपाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सहायक प्रधानलाई आइएसओ मार्गदर्शन अभिमुखीकरण कार्यक्रम नीति 82 पौष 4 के यूनाइटेड एक्रिडिटेसन धन्यवाद। काम गर्न सक्छौं। यसको हजुरहरूले यसलाई नोट गर्नु होला। एजुकेशनल अर्गनाइजेसन म्यानेजमेन्ट सिस्टम EOMS मा यो दुईटा कोडमा रहेर विद्यालयहरूले काम गर्न र सर्टिफिकेट दिन सक्नुहुन्छ। यो चाहिँ EOMS एजुकेशनल अर्गनाइजेसन म्यानेजमेन्ट सिस्टमको आधारमा चाहिँ यसलाई दिन्छ। यो स्कुलहरु विद्यालयहरूले शैक्षिक संस्थाहरूले यो दुईटै पाउनुहुन्छ। भलिबलहरु यस्तो खेल्न मिल्ने चाहिँ यसरी बनाइयो। त्यसमा अहिले यही स्ट्रक्चरमा यसरी विद्यार्थी संख्या भएर सबैलाई अलिकति भिजन अलिकति त्यसको विषयमा बुझाइसकेपछि पछि गर्दा गर्दा चाहिँ यो बिल्डिङ चाहिँ आइएसओ प्रमाणित भइसकेको छ। अहिले यस्तो भनेको छ। यसमा अहिले 6000 जति विद्यार्थीहरू पढ्नुहुन्छ त्यो विद्यालयमा। बोटोलको चाहिँ कान्ति है। अनि केही कुराहरू यसले चाहिँ व्यवस्थापकीय पक्षलाई पनि यसले धेरै परामर्शहरू गर्छ र यसको क्वालिटीको विषयमा चाहिँ यसले सुधार गर्नको लागि काम गर्छ। यो मैले हजुरलाई अलिअलि व्याख्या गरिसकेँ। हाम्रो नेपालको झन्डा पनि यो स्विजरल्यान्डको जेनेभामा यसको अफिसमा यसरी रहेको हुन्छ। नेपालले पनि 40 वर्ष अगाडि यसको मेम्बर बनेर सरकारी कार्यालयहरूमा चाहिँ कालो मसी प्रयोग गर्छन् हामीले पनि भनेर यस्तै धेरै कुराहरू विश्वव्यापी रूपमा एकरूपता प्रयोग गर्नको लागि चाहिँ हस्ताक्षर गरेर आइसकेको छ। यस्तै किसिमको कुनै हजुरलाई कुन अलिकति इन्ट्रेस्ट लाग्छ त्यो किसिमको कोड चाहिँ नोट गर्न सक्नुहुन्छ। हामीले विद्यालयको लागि कुन कुन कोड लिन सक्छौँ भने मैले 9001 21001 एजुकेशनल अर्गनाइजेसन म्यानेजमेन्ट सिस्टम र क्वालिटी म्यानेजमेन्ट सिस्टम। इन्भाइरोमेन्ट पनि लिनु यिनीहरू चाहिँ हामीले पर्दैन स्कुलको लागि सर्टिफिकेट गर्नको लागि। हजुर हामीले विद्यालयमा सर्भिस दिने हो। हामीले क्वालिटी म्यानेजमेन्ट गर्ने विद्यार्थीको लागि चाहिँ अकुपेसनल हेल्थ एन्ड सेफ्टी म्यानेजमेन्ट सिस्टम। जस्तै अब हामी हस्पिटलमा गयो त्यो फोन नम्बर हेर्नु पनि कुन यो हस्पिटलले सर्टिफिकेट लिएको हुँदैन धेरै जस्तो। कुनै कुनै हस्पिटल सुरुवात गरेको छ अहिलेको सर्टिफिकेट लिनको लागि। जुन विद्यालय व्यवस्थापनको एउटा प्रणाली महत्त्वपूर्ण प्रणाली। कुनै पनि विद्यालयको सेवा व्यवस्थापनमा हामीले शिक्षण सिकाइ प्रक्रियाको सेवा दिन्छौँ। त्यसलाई चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा चाहिँ यसले क्वालिटी कसरी बढाउने भन्ने विषयमा चाहिँ कुरा गर्छ। यसको त्यो सेवा दिने तरिकाहरूमा सुधार गर्नुपर्छ भन्ने। अनि आन्तरिक तथा बाह्य व्यवस्थाले उच्च गुणस्तर व्यवस्थापन सहित कार्य सम्पादन गर्ने तथा सेवासँग सम्बन्धित कार्य व्यवस्थापनमा वैधानिक नियमन गर्ने कार्य गर्दछ। अनि कार्य प्रणाली सेवा सम्बन्धी गुणस्तर व्यवस्थापन यसको प्रमाणीकरण पुरा गरी प्रमाणपत्र प्रदान गर्नु नै आइएसओ प्रमाणीकरणको मुख्य कार्य हो। हाम्रो चाहिँ सबै कुराको प्रमाणहरू जुटाएर हाम्रो गुणस्तर राम्रो छ भनेर निगरानीमा राखेर त्यसको कामहरू प्रमाणहरू पेश गरेर सर्टिफिकेटको लागि सर्टिफिकेट प्रदान गर्ने चाहिँ यो आइएसओको काम हुन्छ। यो आइएसओको सर्टिफिकेट चाहिँ नेपालमा भ्यालु नभए पनि यो आइएसओ सर्टिफिकेट भएको त्यो विद्यालयमा काम गर्ने शिक्षक शिक्षिकाहरू यहाँ पढ्ने विद्यार्थीहरूको अरू देशमा जाँदा चाहिँ क्वेसन गर्दैन यसको क्वालिटीको विषयमा। यसको विश्वभरि चाहिँ यसको एउटा मान्यता हुन्छ हुन्छ। त्यसको वहन गरेको कुराको नियमित अनुगमन तथा तथ्याङ्क सङ्कलन हुन्छ। यो आइएसओमा नहुने गरेर पढाउनको लागि जिम्मा चाहिँ मैले लिनुपर्छ भन्छ। सबैको आफ्नो घोषित जिम्मेवारी हुन्छ र त्यो जिम्मेवारी वहन गरेको नगरेको कुराहरू चाहिँ यसले तथ्याङ्क मान्छ। अनि सबैको आफ्नो घोषित लक्ष्य हुन्छ। त्यसको हासिल गर्न छिटो सजिलो र सुरक्षित तरिका प्रयोग गरिन्छ र नियमअनुसार सुधार गरिन्छ। जस्तै मैले म्याथ विषय पढाएँ भने म्याथमा मेरो विद्यार्थीले मिनिमम जिपिए कति ल्याउने भन्ने विषयमा चाहिँ मेरो आफ्नै लक्ष्य हुन्छ र मैले त्यो लक्ष्य पूरा गर्न चाहिँ मैले काम गर्छु मेरो विषयमा
जो कि हेडसरले चाहिँ विद्यालयले या व्यवस्थापन समितिले चाहिँ त्यो गर्ने हो भने आफ्नो जिम्मेवारी हुन्छ भने मेरो विषयको मेरो आफ्नो जिम्मेवारी हुन्छ। अब संस्थामा आबद्ध सबैको स्वस्थ जीवन हरेक महिना एकचोटि चाहिँ स्वास्थ्यको विषयमा स्वास्थ्य जाँच गर्नुपर्छ। महिनामा 2 चोटि चाहिँ पसिना निकालेको स्पोर्ट खेलेको भिडियो पनि या फोटो पेश गर्नुपर्ने हुन्छ। अनि त्यो वातावरणमा चाहिँ कसैले चाहिँ एउटा चक्लेट खाएर त्यसको खोल पनि फाल्दैनन्। धेरै जसो विद्यालयहरू चाहिँ त्यो फाल्यो भने चाहिँ त्यो अनुशासित मानिँदैन या सफा मानिँदैन, त्यो किसिमको क्रियाकलाप हुन्छ, जिम्मेवारी बाँड्छन् हुन्छ। अनि अनुशासित आचरण बन्छ। त्यहाँ विद्यार्थीहरूले बोर्डहरू स्विचहरू भाँच्ने, टोयलेटको धाराहरू भाँच्नेदेखि लिएर धेरै कुराहरू बिठाइ गर्छन्। त्यो कुराहरू लगभग 1-2% या 0मा झर्छ। अनि हामी धेरै कुराहरू गर्दा चाहिँ तनाव लिएर काम गरिरहेको हुन्छौँ, स्ट्रेस लिएर, कहिले समय नपुग्यो भनेर, कहिले चाहिँ पैसा पुगेन भनेर, कहिले चाहिँ के पुगेन भनेर चाहिँ तनाव लिएर काम गरिरहेको हुन्छौँ। त्यो तनावलाई चाहिँ व्यवस्थापन गर्ने काम गर्छ। एउटै समस्याहरू बारम्बार नलग्ने किसिमले चाहिँ त्यसको सिस्टम बनाउँछ। अनि त्यसपछि हामीले गर्ने कार्यशैली र गुणस्तरमा अन्तर्राष्ट्रिय विधिहरूको अभ्यास र व्यवहारमा लागू गरी एकरूपता र निरन्तरता कायम गरिन्छ। जस्तै मेरो विद्यालयमा चाहिँ म हुँदासम्म विद्यालय राम्रो हुने र मैले छोडिसकेपछि विद्यालय फेरि अस्तव्यस्त हुने त्यो सिस्टम हुन्छ। त्यसलाई चाहिँ एउटै सिस्टममा ल्याउनको लागि यसको विधिहरू प्रयोग गरिन्छ। अहिले धेरै जसो शिक्षक र त्यहाँको एकजना प्रहको हातमा हुन्छ भने त्यो सिस्टममा गइसकेपछि त्यसलाई चाहिँ सुधार हुन्छ। अनि आइएसओ गुणस्तर चिन्ह भएको प्रमाणपत्र उत्पादित वस्तु सेवा दिने संस्थाप्रति अन्तर्राष्ट्रिय बजारले पनि उत्तिकै विश्वास गर्छ र आइएसओ कुनै पनि उत्पादन तथा सेवा गुणस्तरीय छ भनेर विश्वास गर्ने एउटा चिन्ह या प्रमाण हो यो आइएसओको चिन्ह चाहिँ। अनि यो आइएसओ 9001 प्रमाणपत्र प्राप्त गर्न विभिन्न 50 वटा सूचकहरू पुरा गर्दै प्रमाणहरू पेश गर्दै जानुपर्छ। यसको विषयमा चाहिँ हामी अब छलफल गर्छौँ। र अहिलेको विषयमा केही कुराहरू हजुरहरूलाई म देखाउन चाहन्छु। यो जङ्क फुड विद्यालयभित्रै बेच्नदेखि बेच्नदेखि समस्या हुनसक्छ हाम्रो विद्यालयभित्र। यसलाई हामी बन्देज गर्छौँ। हाम्रो आन्तरिक व्यवस्थापनमा चाहिँ यसरी कुनै पनि वायरिङ गरेको तारहरू यसरी बसेको हुनसक्छ। यो कम्प्लिटली लिस्टभित्र भएको हुनुपर्छ। यसको एउटा मापदण्ड अन्तर्गत हामीसँग भएको ग्राउन्डहरूको उचित प्रयोग हुनुपर्छ। त्यसमा सर्पहरू अरू कुराहरू यस्तो लुक्न सक्ने त्यहाँ खेल्न नमिल्ने अव्यवस्थित रूपमा भएको छ भने त्यसलाई नियमित व्यवस्थापन गर्नुपर्ने हुन्छ। र हाम्रो विद्यालयमा हामीले महँगो सामानहरू खरिद गर्यो र यसरी चाहिँ भाँचिएर चुटी फुटेर बसेको हुन्छ। त्यसलाई चाहिँ तत्काल मर्मत गर्ने र त्यसको चाहिँ नबाच्ने, त्यसलाई उचित प्रयोग गर्ने किसिमको अनुशासित वातावरण तयार गर्नको लागि हामी यसको चाहिँ बारम्बार प्रशिक्षण गर्छौँ। यसको फ्यानहरूमा चाहिँ धेरै जस्तो समस्या चाहिँ वर्षौँदेखिको धुलोहरू हुने हुन्छ। त्यसको पहिलो आधार सरसफाइ भएको हुनाले त्यसपछि अनुशासन, त्यसपछि बल्ल गुणस्तरमा जान्छ। त्यही भएको हुनाले चाहिँ यो 1 हप्ताको काम चाहिँ यो सरसफाइ गर्नु नै हुन्छ। अनि यो बोर्डहरू हामी लेखेपछि मेट्नुपर्छ भन्ने यसले भन्छ। त्यो अनुगमनमा या त्यो नियमित रूपमा चाहिँ हामी फोटो खिचेर पठाउनु पर्ने हुनाले यस्तो सफा रहन्छ। अनि व्हाइट पेजहरू टाँसेको हुनाले हाम्रो कलर गरेको भित्ताहरू चाहिँ एकदम कुरूप देखिरहेको हुन्छ स्कुलमा या अरू अन्य संस्थाहरूमा। त्यसरी चाहिँ सिधै हामी भित्तामा चाहिँ व्हाइट पेज त्यसरी टाँस्न दिँदैनौँ। यो गुणस्तरमा जानको लागि चाहिँ यस अन्य बोर्डहरू राखेर त्यो बोर्डमा चाहिँ थम्बप्रिन्टले चिप्काएर राख्ने र त्यसरी अलिक व्यवस्थित रूपले राख्ने गर्नुपर्ने हुन्छ। हाम्रो स्कुलको कम्पाउन्डभित्र रहेको फोहोरहरू व्यवस्थित रूपमा राख्नुपर्छ, जथाभावी फ्याँक्न नपाइने हुन्छ। अनि यो एउटा शौचालय, हाम्रो शौचालय एउटा चाहिँ टाइल पनि हालिसकेका छौँ मानौँ। त्यहाँ चाहिँ हामीले त्यो टाइल हालेअनुसार सफा नगरेको हुनाले त्यस्तो विद्यालयको हुन्छ। अनि विद्यालयको हामीसँग बसदेखि बसको स्टाफहरू हुनुहुन्छ। उहाँहरूले चाहिँ एउटा हामीले आइडी कार्ड दिन्छौँ, ड्रेस दिन्छौँ र उहाँहरूले प्रयोग गर्नुहुन्छ। धेरै कुराहरू मापदण्डहरू चाहिँ बसमा चाहिँ नगएको हुन्छ। या भित्र चाहिँ फर्स्ट एड बक्स, फायर एक्सटिङ्ग्विसर हुनुपर्ने हुन्छ। त्यो कुराहरू हुँदैन। हामी क्यान्टिनभित्र चाहिँ हामीले खाने पिठोहरूमा मुसाले छुटुन्द्रोले चाहिँ पिसाब गरेर राख्छ, ओपन हुन्छ र हामी त्यही खाइरहेको हुन्छौँ। अनि त्यसको व्यवस्थापन गर्नको लागि हाम्रो ध्यान गएको हुँदैन। हामी यहाँसम्म चाहिँ जान्छौँ। यसरी बारम्बार पहिला हामीले गर्छौँ र हजुरहरूले त्यसको रिपोर्ट पछि पठाउनु पर्ने हुन्छ। होस्टेलको वातावरण कस्तो छ, त्यसको मापदण्डहरू अनुसार काम भएको छ कि भएन भनेर हेर्छौँ। यही एउटा सानो विद्यालयको सानो फुल रोप्ने ठाउँहरूमा यसरी विद्यार्थीहरूले फोहोर फालेको हुन्छ। त्यो कुराहरू सुधार गर्नुपर्ने हुन्छौँ।
सुरुको एक हप्ता चाहिँ। अनि बसको सिटहरू यस्तो अवस्थामा हुन्छ, हामी आफ्नो अफिस र सेयर अनि त्यसपछि घर अफिस सेयर घर गरेर हाम्रो वर्षौँ जान्छ, तर त्यो त्यहाँसम्म चाहिँ ध्यान नगएको पनि हुनसक्छ। यो कुराहरू हामीले हेर्नुपर्छ भन्छौँ। यो लेखेर मेट्न पर्ने बानीको विकास गर्नुपर्ने, अनि हरेक कुराहरू सुरक्षित ढङ्गले राख्नुपर्ने भन्ने हुन्छ। अब हाम्रो स्कुल विद्यालयभित्र चाहिँ 10-15 ठाउँमा स्टोर हुन्छ, यता हेऱ्यो उस्तै बिग्रेको सामान, उता हेऱ्यो बिग्रेको सामान, भरे मुनि बिग्रेको सामान, सबै बिग्रेको सामान हुनाले स्कुलको स्वरूप चाहिँ कुरूप देखिने सम्भावना, त्यो कुरूप देखिने हुन्छ। त्यसले हाम्रो एउटा कुनै क्वालिटीलाई चाहिँ त्यसले क्वेसन गर्छ, त्यसलाई चाहिँ हामीले व्यवस्थापन गर्छौँ। नचाहिने भए बेच्ने र चाहिने भए रिपेयर गर्नेतिर जान्छ। यो एउटा टोयलेटको पछाडिको भाग हो विद्यालयको। मानव नानीहरू चाहिँ एउटा प्याड चेन्ज गर्नुभयो, अनि कोम त्यहाँ चाहिँ एउटा पालबाट फाल्दा चाहिँ एउटा त्यहाँ चाहिँ डङ्गुरे बनेको छ मानव। अनि मानव यो रामपुरको रामतुलसी विद्यालय जहाँ चाहिँ 2717 जना विद्यार्थीहरू हुनुहुन्छ, सामुदायिक विद्यालय हो यही पाल्पा रामपुरको। आइएसओको काम भइरहेछ चाहिँ। त्यसरी आइतबार यो खाना खुवाउने हुनु भनेर यहाँ लेख्नु भयो, तर यो खाना खुवाउनु भयो। सोमबार यो खुवाउने भनेर भन्नुभयो, यसो यतिमा खुवाउने भन्नुभयो। मूल्यमा ठिक छ मानव, त्यसमा चाहिँ उहाँले लेखेको कुराहरू गरेको व्यवहार मिलेन, यसलाई सुधार्नुपर्छ भन्छौँ। अनि टोयलेटको ढोकाहरूमा नानी बाबुहरूले लेख्या हुन्छ। यो राख्न पाइँदैन, अलिक पहिलाको। हजुर हजुर, यो चाहिँ आइएसओ भन्दा पहिलाको पनि त्यो चाहिँ जसले चाहिँ केटाकेटीलाई चाहिँ प्रत्यक्ष असर गर्न सक्छ, त्यो चाहिँ राख्न पाइँदैन। अनि विद्यालयमा यो लेख्ने चलन हुन्छ, भित्तामा लेख्ने, डेस्क बेन्चमा लेख्ने, टोयलेटमा गएर लेख्ने बच्चा बच्चीहरूले, त्यसको सुधार हुन्छ। लगभग पछि हामी 0मा राख्छौँ यसलाई। अनि चुक्कल नलाग्ने समस्या हुन्छ टोयलेटभित्र जाँदा, यो पनि एउटा व्यवस्थापनभित्रकै समस्या हुन्छ। यो 2वटा ससहरूमध्ये एउटा 4 महिना पहिलाको एउटा भर्खर बनेको सससँगै राखेर चाहिँ प्लास्टिकमा हालेर प्याक गरेर पठाएको रहेछ। अनि त्यसरी डेट एक्सपायर भएकोलाई पनि बेच्ने चलन हुन्छ। यसलाई चाहिँ म्यानेजमेन्ट कमिटीले त्यसरी हेर्नुपर्ने भन्ने कुराहरू रहेछ। यहाँ बाहिरको कन्सल्टेन्सीहरू इन्स्टिट्युटहरू आएर गेटमा टाँसिदिने, अनि फोहोर बनाइदिने, अनि त्यसकोलाई चाहिँ उसको नम्बर हुन्छ, फोन नम्बरमा फोन गरेर बोलाएर आफैले निकाल्न लगाउने र जरिमाना टोकेपछि त्यो कामहरू अहिले चाहिँ समाधान भइसकेको छ धेरै ठाउँमा। अनि यसरी वेयरिङहरू बाहिर राख्न पाइँदैन, त्यसमा डेस्कमा हाल्नुपर्ने हुन्छ। यो हामीले खानेकुराहरू बनाइसकेपछि त्यसमा झिगाहरू सजिलैसँग एक्सेस नपाओस् भनेर चाहिँ कपडाले छोपेर राख्नुपर्ने हुन्छ। त्यसले चाहिँ झिगा माखाहरूले हामीले चाहिँ हात धुन सिकाएको हुँदैनौँ, त्यसले हात नधुइकन आउँछ। त्यसपछि हाम्रो मुखमा त्यसको ट्रान्सफर सजिलैसँग हुन्छ। यस्तो सानो सानो कुराहरू हुन्छ। अब यहाँ हामीले बजेट पाउने बित्तिकै मेरो स्कुलमा ल्याउने, मेरो ठाउँमा ल्याउने भन्छौँ। ल्याइसकेपछि त्यो के भयो भन्ने काम गरेछ कि गरेन भन्ने कुरामा चाहिँ कमाइको ध्यान जान्छ। यो एउटा उदाहरण हो विद्यालयको चाहिँ, यस्तो बनाएर राख्ने अनि युज गर्ने। यो सानो सानो कमाहरूमा चाहिँ यसमा त्यो प्याडहरू खाने सिपा नभएर चाहिँ नानीहरूले त्यसरी राख्न रहेछ। हामीले बनाउँछौँ, फेरि भट्काउँछौँ, यसरी फुटालेर राख्छौँ। यो पनि अव्यवस्थित मानिन्छ। यसको व्यवस्थापनको लागि चाहिँ 9001 त्यो 21001 चाहिँ QMS अन्तर्गत यो चाहिँ मानिँदैन, यो राम्रो मानिँदैन यो राख्ने व्यवस्थाहरू। अब हजुरहरूको स्कुलभित्र यस्तो बेच्ने छ कि त्यो छ भने चाहिँ आइएसओको कार्यक्रम लागू भइसकेपछि फेरि यिनीहरू चाहिँ स्कुलभित्र बेच्न पाइँदैन। त्यो प्रिन्टरहरू कम्प्युटरहरूमा चाहिँ धुलो हुन्छ, त्यो धुलो कसैले पुस्नुहुन्न, सफा गर्नेले पनि त्यो प्रयोग गर्ने सर म्यामहरू पनि पुस्नुहुन्न। यो चाहिँ रेगुलर बेसमा एक हप्तामा एकचोटि पुस्ने भन्ने हुन्छ। यो प्लेट्सको भित्री भागमा त्यसमा चाहिँ भाँडा धोएर राख्दा त्यसमा फोहोर बसेको हुन्छ कालो यो उसमा चाहिँ। अनि यसलाई ब्रसले धुनुपर्छ। यो वर्ष 1 महिनामा 2 चोटि या चाहिँ हप्तामा 1 चोटि। यो चाहिँ हाम्रो यो चमचहरू हामीले खाने चमचहरूको यो यहाँ हेर्नु, यो कालो कालो दागहरू बसेको हुन्छ र रङले कोट्यायो भने आउँछ त्यो। र त्यो हामीले नहेरिकन खान्छौँ र यसमा हामी स्मेल समेत सुँग्न पर्ने हुन्छ, राम्रोसँग धोएको छ कि छैन भनेर। त्यो सिधै हाम्रो पेटभित्र जाने कुरा भएको हुनाले त्यो स्कुलभित्र रहेको फ्रिज हो एउटा मानव, उसले सफा गर्न नभ्याएर भनौँ, त्यो सफा गर्नुपर्छ भन्ने चेतना नभएर चाहिँ यस्तो राखेको। यो भर्याङ मुनिको सामानहरू राख्ने चलन यस्तो छ विद्यालयहरूमा भने यसलाई चाहिँ हामी मिलाउनु पर्ने हुन्छ। त्यो एउटा टोयलेट हो। हाम्रै विद्यालय चाहिँ बिहानमा बच्चाहरू आउने बेलामा चाहिँ नमस्कार गरेर स्वागत गर्ने र जाने बेलामा चाहिँ गेटमा बसेर उनीहरूको फेसियल एक्सप्रेसनलाई खुसी भएर गए कि गएनन् भन्नेसम्मको एउटा चाहिँ रेकर्ड पठाउनु पर्ने हुन्छ डेली वाइज डेटा। त्यसको स्याम्पल खोल्यो। अनि यहाँ चाहिँ टिचरहरूले चाहिँ त्यो राष्ट्रिय गान केही कुराहरू आफैले बजाउनुहुन्छ, विद्यार्थीहरूले बजाउनुहुन्छ। अनि त्यसपछि एक्सर्साइजहरू गराउने गर्नुहुन्छ। मानव उहाँ चाहिँ एउटा रामपुरको दराई खानी भन्ने विद्यालयको
प्र हुनुहुन्छ, उहाँले अरूले भनेको चाहिँ पहिला आफूले पनि गर्नुपर्छ भनेर प्रले पनि कुचो लगाउनु भएको, अनि त्यसपछि सँगसँगै अरू शिक्षकहरू बच्चाहरू आएर 4.5 भयो भनेर यसरी सुरु गरिसकेपछि हप्तामा एकचोटि गर्ने कामहरू भइरहेको छ। पहिला हामी जाँदा चाहिँ 4.5 भएको 1 हप्ता जति लाग्यो होला यो सरसफाइको कामहरू ल्याउनको लागि। यो चाहिँ हाम्रो कान्ति मावि भने नि बुटोलको गोविन्द सर हेड सर हुनुहुन्छ। उहाँले चाहिँ आइएसओमा लामो समयदेखि आइएसओसँग सहकारी गरेर काम गर्नुभएको। उहाँको विद्यालय चाहिँ एउटा नगरको छेउमा भएको, यो त्यहाँ चाहिँ फोहोर फाल्ने स्थानीयवासीहरूले ग्राउन्डमा आएर अनि साह्रै हैरान भइराख्नु भएको थियो। त्यसपछि आइएसओ आइसकेपछि अहिले चाहिँ उहाँले लगभग 5800 विद्यार्थीहरू पढाउनुहुन्छ। अहिले 4 GPA राम्रो ल्याउने विद्यार्थीहरू हुन्छन्। अनि उहाँको कुरा चाहिँ 1 मिनट जति 2 मिनट छ। यो क्रान्ति माध्यमिक विद्यालय चाहिँ बुटोल नगरको पुरानो एउटा ऐतिहासिक विद्यालय हो। विद्यालयमा शैक्षिक वर्ष 2082 सालमा 5822 जना विद्यार्थीहरू अध्ययन गर्नुहुन्छ भने 230 जना शिक्षक तथा कर्मचारीहरू हामी कार्यरत छौँ। र विद्यालयमा यो 2081 सालमा हामीले आइएसओ सर्टिफिकेट पनि प्राप्त गऱ्यौँ। त्यसमा पुरा गर्नुपर्ने करिब 50 वटा इन्डिकेटरहरू पुरा गर्दै हामी यो यात्रा अगाडि बढाएका हौँ। र क्रान्ति मावि सामुदायिक विद्यालयतर्फ नेपाल अन्तर्राष्ट्रिय नै आइएसओ सर्टिफाई हुने पहिलो संस्था रहेको छ। र आइएसओको सर्टिफिकेट दिनुभन्दा अगाडि अथवा यसको यो प्रोसेसमा हामी अगाडि बढ्नु अगाडि चाहिँ धेरै कुराहरूमा समस्याहरू रहेका थिए, कन्फ्युजनहरू रहेका थिए। ती कुराहरू हामीले सिक्दै अनि अब साथीहरूलाई सिकाउँदै विद्यार्थी भाइबहिनीहरूलाई सिकाउँदै अगाडि बढ्यौँ। जसले गर्दाखेरि अब अहिले आइपुग्दा धेरै कुरामा विद्यालयमा परिवर्तन भएको छ। तपाईँको पर्यावरण हरियाली परिवर्तन भएको छ। त्यसै गरी विद्यालयको सरसफाइका कुरा यो फोहोरको दमौर थियो। अहिले यहाँ विद्यार्थीहरूले ग्राउन्डमा चाहिँ जथाभावी खेल्नु नपाउने नियम बनाएर त्यसरी गरिहालेछ। काममा सुधार भएको छ। शिक्षक साथीहरूले अलि क्लब टाँसेको कुरा हुन्छ। यो चाहिँ बसेर गफ गर्न, पढ्न, किताब लिएर परिवर्तन भएको छ। त्यसरी धेरै कुराहरू हामीले गर्नुपर्ने कुराहरू एकदमै मिहिन ढङ्गले गर्नको लागि यो संस्थाले हामीलाई सहयोग गरेको छ। र विशेषमा हामीले कामहरू पुरा गरेको भनेर बढी हुनेको छ। राम्रा कुराहरू चाहिँ अब त्यसमा हामीले धन्यवाद पाउँछौँ। उहाँहरूले हामीलाई सधैँ धन्यवाद दिनुहुन्छ। अनि हामीले गर्नुपर्ने कामहरू चाहिँ यदि समयभित्र तपाईँले पुरा गर्नुपर्छ भनेर हामीलाई सर्टेन टाइम डेडलाइन दिनुहुन्छ। त्यसै गरी हामीले गरेका कुराहरू पनि अब जे जति कामहरू गरिन्छ त्यसको अभिलेख राख्ने र गरेका कामहरूको भिडियो तयार गर्ने, त्यसलाई अपलोड गर्ने काम पनि गर्छौँ। त्यसले हामीलाई एउटा उत्साह पनि जगाएको छ। त्यसै गर्दा विद्यार्थीहरूको मूल्याङ्कनमा हामीले खास गरेर क्लासमा ABC ग्रेडमा विद्यार्थीहरूलाई डिभाइड गर्ने, C ग्रेडको विद्यार्थीलाई बीमा एमा ल्याउन कोसिस गर्ने, बीलाई एमा ल्याउन कोसिस गर्ने र A ग्रेडका विद्यार्थीलाई अझ माथि लैजाने गरी कार्यक्रमहरू सहयोग गरिन्छ। त्यसै गरी विद्यालयका थुप्रै अब इन्फ्रास्ट्रक्चर पनि हाम्रा अलि अत्याधुनिक खालका छन्। रिमोटबाट चल्ने गेट सिस्टम हाम्रा 2वटा गेटहरू त्यसरी गरिएको छ। त्यसमा नारायणीमा पनि हाम्रो कार्यक्रम छ। नारायणी माविमा यहाँ चितवनमा फेरि एउटा त्यहीको विद्यार्थीले के बनाउनु भएको छ भने विद्यार्थी आइडी कार्ड लगाएर आइसकेपछि एउटा मेसेज चाहिँ स्कुल पस्यो भनेर चाहिँ आमा बाबाले जाने, अनि त्यहाँबाट निस्केपछि स्कुलबाट निस्क्यो भने जाने भनेर त्यसको चाहिँ सर्टेन शुल्क लाग्ने रहेछ। 1 वर्षको चाहिँ दिनको 2वटा मेसेजको हिसाबले 500 जति चाहिँ एक्स्ट्रा दिनुपर्ने रहेछ। त्यो किसिमको छ। कुन यसो प्रले चाहिँ अफिसमा बसेर गेट खोल्ने डाटा हेर्ने। त्यसै गरी अब यो डिजिटल क्लासरुमहरू व्यवस्थापन गरिएको छ। र हामीले कान्तिमा लगभग सबै क्लासहरू चाहिँ त्यस्तो डिजिटल क्लास स्क्रिन टच औँलाले छोएर लेख्ने, पढाउने, त्यही पेनड्राइभ हाल्ने गर्ने खाले। 2 वर्षभित्र विद्यालयलाई पूर्ण रूपमा अब सानो UKG यस्तो क्लासहरूमा बाँकी छ। अभियानमा पनि अगाडि बढेका छौँ। यसरी समग्रमा हेर्दाखेरि यसको गुणस्तर सुधार, विद्यार्थी भाइबहिनीहरूको अनुशासनमा सुधार, हामीले गर्ने काम तौर तरिकाहरूमा सुधार हुँदाखेरि विद्यार्थीहरूको रोजाइको केन्द्र बनेको छ क्रान्ति मावि। र हामीले अब विद्यार्थीलाई भर्ना लिँदाखेरि पनि यो सेवा क्षेत्रभित्रका विद्यार्थीलाई हामीले असाध्यै सहज रूपमा भर्ना गरेका छौँ। र यहाँ आउन खोज्ने हजारौँ विद्यार्थीलाई हामीले निश्चित प्रक्रिया अपनाएर सेलेक्सन गर्छौँ र हजारौँ विद्यार्थी भर्ना गर्न नसकेर फर्काउनु परेको छ। GPA ल्याएर आएको उहाँको चाहिँ एभरेजमा सबै राम्रो हुन्छ त्यो। अनि कालिकामा पनि हाम्रो आइएसओ सर्टिफिकेसनको काम भइरहेछ 7 दिन। अनि होराइजनमा पनि भइरहेछ। 13,000 विद्यार्थी हुनुहुन्छ होराइजनमा। त्यहाँदेखि त्यही चरणमा बढिरहेको। अनि कुनै विद्यार्थीहरू नर्सरी UKGमा पुग्दा नै पढ्न सक्ने पनि भएको छ। यो
पारिवारिक वातावरणदेखि लिएर स्कुलको वातावरण राम्रो भएकोले होला हामी यसको चाहिँ क्वालिटी इन्सपेक्टरको रूपमा स्कुलबाट एकजना सर चाहिँ बन्नुहुन्छ। बेला बेलामा हामी आएर चाहिँ त्यसको रिजल्ट के हो, हामीले दिएको सिकाइ उहाँले सिक्न सक्नुभयो कि होइन भन्ने विषयमा चाहिँ अनुगमन गर्छौँ। अनि सुरुमा हामीले पढाएको विद्यार्थीले भिडियो खिचेर हाम्रो मोबाइलले भिडियो खिचेर हामीलाई फिडब्याक दिनुहुन्छ। त्यसपछि हामीले लेसन पढाइसकेपछि विद्यार्थीलाई पढाउन लगाउँछौँ अनि विद्यार्थीले पढाएको कुरा फेरि अर्को विद्यार्थीले बुझ्छ कि बुझ्दैन, उसले बुझ्यो कि बुझेन भन्ने कुरा प्र्याक्टिस क्वालिटी प्र्याक्टिसमा चाहिँ युज पनि हुन्छ। त्यसले चाहिँ लिडरसिप अनि त्यसपछि सोसियल बिहेभियर रेस्पोन्सिबिलिटी यो कुराहरू सिक्छन्, अलिकति मेहनत गर्छ। पालो आउँछ बेलायती पालो आउँछ भनिसकेपछि विद्यार्थीहरू अलिक ध्यान दिएर सुन्छन्। अनि हामीले एउटा विद्यालयमा दुईवटा विद्यालयमा रिसर्च गर्दा चाहिँ एक क्लासभन्दा अलिक सानो सानो युकेजीमा पढिरहेको विद्यार्थीहरूले एउटा शिक्षकले मात्रै सिकाउने एउटा क्लासलाई यसरी जिम्मा दियो, एउटा क्लासमा चाहिँ शिक्षक अलिक भर्खर एसी दिएको शिक्षकले विद्यार्थीलाई नै रोटेसन गराउने, पढ्न अगाडि गयो क अगाडि गयो ए अगाडि गयो यसरी भन्दै भन्दै सबैले सिकाउने रोटेसन गरेको। 1 वर्षमा पढ्न जाने भए, नेपाली खर्च पढ्न जाने भए, शिक्षकले मात्रै भोकाएको रटाएको विद्यार्थीहरू चाहिँ अलि त्यसरी भएनन्, उनीहरू चाहिँ सकेनन्। कोअपरेटिभ लर्निङ छ कि छैन हाम्रो विद्यालयमा भन्ने कुराले पनि केही त्यसको क्वालिटीमा फरक पार्ने रहेछ। यही सामान्य रिफरेन्सहरू मैले हजुरहरू त्यहाँ प्रस्तुत गरेँ। अब हामी त्यो 50वटा गाइडलाइनहरूतिर चाहिँ नोट गर्दै जान्छौँ यसलाई। हाम्रो स्कुल पनि हामीले आइएसओ सर्टिफाई गराउनु कोसिस गर्ने कुनै नम्र विद्यालय बनाउने 2-4वटा विद्यालयहरूलाई उहाँहरूले फेरि अरू विद्यालयलाई त्यो आइडिया सेयर गर्ने। अनि हामी हजुरको शिक्षा शाखा हामी अनि विद्यालयको व्यवस्थापन समिति सबै अङ्ग मिलेर यसको क्वालिटीमा कसरी गर्न सकिन्छ भन्ने विषयमा चाहिँ तथ्याङ्कगत हिसाबले जाने, ताकि एकजनाले 4GB ल्यायो भनेर अर्को वर्ष त 0 नै हुन सक्दैन, त्यो पछि मेन्टेन नहुन सक्छ। त्यो एकरूपता कसरी ल्याउने भन्ने विषयमा चाहिँ यसले काम गर्छ। उपचार के हो भन्ने विषयमा गर्न सक्नुपर्छ मानव एउटा काम भन्ने कुरालाई आधार मानेर एउटा चाहिँ फर्स्ट एडको ट्रेनिङ चाहिँ विद्यालय व्यवस्थापन समिति अनि प्यारेन्ट टिचर एसोसिएसन अभिभावक, त्यसपछि शिक्षकहरू र त्यहाँको सेक्युरिटी सबैले चाहिँ एकले अर्कोलाई अप्ठ्यारो पर्दा चाहिँ उद्धार गर्न सक्ने क्षमताको विकास गर्नुपर्छ भन्छ। यो सुन्दा चाहिँ अरूलाई गर्न पर्ला जस्तो लाग्छ, तर यो आफैले काम लाग्ने भएको हुनाले यो सबैलाई महत्त्वपूर्ण हुन्छ। हामी हात नदिँदा चाहिँ कसरी ब्यान्डेज पार्ने, कसरी राम्रोसँग त्यो एकदमै नपसिकन पार्ने भन्ने कुरा चाहिन्छ। यसको चाहिँ या डक्टरहरू या रेड क्रस आएर दिनुहुन्छ, तपाईँले मिलाउनु भने ट्रेनिङहरू दिनुहुन्छ। त्यसको एउटा फोटो भिडियो र ब्यानर चाहिन्छ। 1 नम्बरमा यो काम जान्नु भएको छ भनेर पेस गर्न पर्ने हुन्छ र त्यो परिआएको खण्डमा चाहिँ हामीले उद्धार गर्न सक्ने हैसियत राख्नुपर्छ। अनि 2 नम्बरमा चाहिँ लागि हुन लाग्यो भने चाहिँ हामीले सबैले आगो निभाउन सक्नुपर्छ। यो चाहिँ सिकेको तालिमको प्रमाण पेश गर्नुपर्ने हुन्छ। कुनै एउटा कागजको टुक्रामा आगो लगाएर त्यसलाई चलाएर निभाएर काम गरेको त्यो किसिमको भिडियो चाहिन्छ, ताकि हामी सबैले गर्न सकौँ भनेर। यसको राख्ने उचाइ चाहिँ इन्टरनेसनल अनुसार चाहिँ 4 फिटमा राख्नुपर्ने हुन्छ, सबैले भेट्न सजिलैसँग निकाल्न सक्ने। अनि फर्स्ट एड बक्सहरू पनि 4 फिटको उचाइमा ठाउँ ठाउँमा राख्नुपर्ने हुन्छ। यसको राख्ने ठाउँहरू स्टोर अनि हरेक तलामा राख्नुपर्ने हुन्छ। यसको पछि गाइडलाइन आउँछ, कहाँ कसरी गर्ने भन्ने चाहिँ लिखित गाइडलाइनहरू आउँछ। को व्यवस्थापन राम्रो हुनुपर्छ भन्ने छ। हाम्रो नोटिस बोर्डहरू चाहिँ 3 वर्ष अगाडिको पनि त्यही धमिराले खाइरहेको पनि त्यही हुन्छ। अनि त्यसले चाहिँ व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा यसले एउटा आइडिया दिन्छ। गेटसम्म अभिभावक बढी आउनुहुन्छ, गेटतिर चाहिँ अभिभावकको लागि नोटिस बोर्ड राख्ने, विद्यार्थीहरू चहलपहल हुने ठाउँमा विद्यार्थीको लागि राख्ने, त्यसपछि शिक्षकहरूको जमघट हुने ठाउँमा चाहिँ शिक्षकहरूको राख्ने, छुट्टा छुट्टै नोटिस बोर्ड राख्नुपर्छ भन्छ यसले। अनि नोटिस बोर्डमा चाहिँ
एउटा नोटिसपछि अर्को नोटिस ढाकेर चप्काउन पाइँदैन यसको नियम। यो एउटा 50वटा कुरामध्ये चाहिँ एउटा यो। अनि कहिलेदेखि कहिले बन्द पनि राख्या हुँदैन, कति बजेदेखि कति बजे पनि राख्या हुँदैन। उसले भ्याएर गइसकेर फेरि त्यो झिकेर जाँदैन। त्यसले गर्दा नयाँ त्यहाँ सेवा गरेर त्यहाँ नयाँ बात प्रयोग गर्ने मान्छेहरूले अन्यल भएर घुमेर जाने अवस्था नै हुन्छ। कोही ठाउँमा फेरि त्यो सम्बन्धित ठाउँमा नोटिस नराखेर चाहिँ फेरि फर्काउनु पर्ने, बिजुवाले गाडी फर्काउनु पर्ने अवस्था नै आइराखेको हुन्छ। त्यस हामीलाई लाग्दा सामान्य लाग्छ, तर नोटिसको चाहिँ त्यो समय बचत र त्यसको चाहिँ राइट इन्फर्मेसनको लागि चाहिँ धेरै महत्त्वपूर्ण भूमिका हुन्छ। त्यही भएर यसलाई चाहिँ एउटा नोटिसलाई चाहिँ व्यवस्थित गराउनुपर्छ भन्छ। त्यहाँ के छ भनेर गेटतिर आउँदा चाहिँ नयाँ मान्छेहरूले हेरेर थाहा पाउने किसिमको यस्तो म्यापिङ खोज्छ। स्कुलमा आउँदा क्यान्टिन कता छ, होस्टेल कता छ, अनि अफिस कता छ, त्यो किसिमको कुराहरू चाहिँ यसरी व्यवस्थित गरेर राख्नुपर्छ गेटमा हुन्छ। अनि मानौँ हामीले यहाँ चाहिँ 8 ब्लक बनाएर 8ले बनायो भने मानव एउटा ब्लकको नाम यो राखेको रिसेट ब्लक। अनि 100 नम्बर रुम नम्बरमा चाहिँ के रहेछ हाम्रो चमेना क्रिया। त्यसमा कसैले सोध्न परेन क्यान्टिन कता हो भनेर 2-4 जनालाई सोध्दै जानु परेन, त्यसले ठाउँमा पुग्न सक्छ। यो चाहिँ म्यापिङ गर्नु पऱ्यो गेटमा चाहिँ। अनि कम्प्लेन चाहिँ नियमित खोल्ने, रेस्पोन्स दिने त्यसको रेकर्डहरू चाहिन्छ। हामीले अरूको कुरा सुन्ने तरिकाहरू अहिले फरक छ। कुनै इमेल मार्फत, म्यासेज मार्फत आउन सक्छ। एउटा यो पनि राख्नुपर्ने भन्छ स्कुलको चाहिँ कसलाई कता पहुँच हुन्छ यो पनि नोट गर्नु होला। आइडेन्टिटी कार्ड, आइडेन्टिटी कार्डमा चाहिँ कम्तीमा चाहिँ हाम्रो ब्लड ग्रुप मेन्सन गरेको हुनुपर्ने, एकजना चाहिँ नजिकको मान्छेको कन्ट्याक्ट नम्बर हुनुपर्ने, अनि यस्तो हाम्रो फिटामा चाहिँ स्कुलको नाम हुनुपर्ने, अलिक टाढाबाट देख्दा नाम देखिन पर्ने यस्तो किसिमको। अनि हरायो भने कहाँ बुझाउने किसिमको समेत पनि, या म बेहोस भएँ मानव म बोल्न सकिनँ, यो नम्बरमा फोन गरेर मेरो आफन्तले या कसैले फोन गर्न सक्ने किसिमको उठ्ने फोन चाहिँ हुनु पर्यो त्यसमा। यो आइडी कार्ड चाहिँ अनिवार्य रूपमा लगाउनु पर्ने भन्छ, बनाउने लगाउनु पर्ने। अनि ड्रेसको पनि सफा जता परेको लगाउनु पर्ने भन्छ। अनि 7 नम्बरमा हेर्नु गेट सेक्युरिटी गार्ड र भिजिटर रेजिस्टर। गेटमा चाहिँ सेक्युरिटी गार्ड राख्नु हो भने कम्तीमा चाहिँ सलाम गर्न सक्ने भन्ने राख्ने सेक्युरिटी गार्ड। नमस्ते पनि गर्न नसक्ने भयो भने त्यसमा चाहिँ हुँदैन भन्छ। अनि त्यसपछि रेकर्ड राख्न सक्ने, को आयो, कति बजे आयो, कति बजे जानुभयो भन्ने किसिमको चाहिँ रेकर्ड चाहिँ राख्न सक्ने चाहियो, यो राख्न पर्ने हुन्छ। अनि धेरै मान्छे आयो गेटभन्दा भित्र चाहिँ सबैलाई लानु सकिएन भने कतिजनाले पास दिन सक्ने त भनेर हामीले त्यही सङ्ख्याको आधारमा गेट पास बनाएर राख्ने। जस्तै हामीसँग 100 जना भिजिटर आउनुभयो, 100 जनाले हामीले राख्ने ठाउँ भएन भने हामीले प्रतिनिधिको रूपमा 20 जना लानु सक्ने भने 20 जना चाहिँ भिजिटरको कार्ड बनाउने त्यसरी राख्ने सिस्टम हुन्छ। अनि पार्किङ गर्नुपर्ने, कारबाट राख्ने, बाइकबाट राख्ने, त्यसको एउटा छुट्टा छुट्टै बनाएर व्यवस्थित तरिकाले राख्ने पार्किङ। अनि रिसेप्सन, जस्तै कुनै नयाँ मान्छेहरू आउनुभयो भने सोधपुछको लागि केही नयाँ कुराहरू सोध्न आउनुभएको या केही लिएर आउनुभएको उहाँलाई चाहिँ एकैचोटि सबै ठाउँमा जानु पर्दैन। एक ठाउँमा रिसेप्सनमा सोधिसकेपछि सबै कुराहरू त्यहीँबाट ह्यान्डलिङ हुन्छ, टाइम धेरै वेस्ट हुँदैन भन्ने कुरा हुन्छ यसमा। अनि वेटिङ एरिया राखिदिनु पर्ने वाइफाईको लागि। यसमा चाहिँ वाइफाई चाहिँ पासवर्ड माग्न नपर्ने, या त अहिले त QR कोड स्क्यान गर्ने भइहाल्छ, समस्या छैन। यो पनि सजिलै गर्न सकिन्छ। अनि नयाँ मान्छेहरू आउँदा हामीले पानी दिएर बस्न नभ्याउन सक्छौँ। यसरी तातो चिसोमा नर्मल यसरी चाहिँ पानी राखिदिने, त्यसलाई नियमित पानी भरिदिने, सरसफाइ गरेर राखिदिने, यो सिस्टमको चाहिँ लागू गर्ने भन्छ। टोयलेटको व्यवस्था सके अझै चाहिँ त्यहाँ कस्तो किसिमको अभिभावकहरू हुनुहुन्छ, विद्यार्थीहरू कस्तो हुनुहुन्छ, यो कुर्सीमा बस्ने खाले टोयलेट पनि यस्तो भयो भने अझै राम्रो भन्ने हुन्छ। यो अनिवार्य चाहिँ होइन, यो ह्यान्डिक्याप चाहिँ। निट एन्ड क्लिन इन्भाइरोमेन्ट,
स्कुलको वरिपरि हिँड्दा चाहिँ चक्लेट केही बिस्कुटहरू खाएर गोजीमा राख्ने गलत पछि डस्टबिनमा फाल्ने सिकाइरहेको छौँ, त्यो लागु भइरहेको छ। अनि त्यसपछि स्कुलदेखि आउने घरसम्म आउने जाने गर्दा उनीहरूले फ्याँक्ने पोहोरहरू पनि यस्तै गर भनेर सिकाइरहेको छ। त्यसको अलिकति घरदेखि स्कुलको गेटहरू अलिक सफा भइरहेको छ। अनि त्यसपछि उहाँले कहिले पार्कमा जानुहुन्छ घुम्नको लागि, त्यो प्लास्टिकको प्याकेजिङ आइटमहरू प्लास्टिकमा लिएर जानुहुन्छ अनि खाएर फाल्नुहुन्छ। अनि त्यसरी फाल्नु हुन्न, यसलाई चाहिँ सम्बन्धित ठाउँमा फाल्नुपर्छ भनेर सिकाइरहेको छौँ। अहिले त्यो धेरै स्कुलहरू एकैचोटि आएछ भएको त्यो एरियामा चाहिँ पहिलाभन्दा फोहोर कम भएको छ। त्यो बच्चाहरूलाई त्यसरी सिकाउँदै 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 लाइनदेखि सिकाउँदै गर्दा अनि त्यसको लागि कहिले कहिले चाहिँ हामी उहाँलाई के भन्छ भने हजुरहरूको घरमा आएर हजुरहरूको कसरी किताब राख्नु भएको छ, कपडा कसरी राख्नु भएको छ हेर्छौँ, फोटो खिच्छौँ, चिया खान्छौँ, पानी खान्छौँ, हजुरको टोयलेटको फोटो खिच्छौँ, अनि यहाँ स्कुलमा रेकर्ड राख्छौँ भनेर भनिरहेको छ। त्यो गइरहेको छौँ भने एकजना शिक्षक चाहिँ 10जना विद्यार्थीको घरमा गएर उहाँको आनी बानीको व्यावहारिक कुराहरू अनुगमन गर्दा चाहिँ धेरै परिवर्तन आयो। विद्यार्थीले सरहरू आउनुहुन्छ भनिसकेपछि के गर्नु हुने रहेछ भने कपडा मिलाएर राख्ने, टोयलेटहरू सफा राख्ने, घरको आँगन सफा आफैले गर्ने, अनि आफूले चाहिँ खाएको प्लेटहरू एउटा मात्रै भयो भने मान्ने, त्यो किसिमको चाहिँ हामीले एउटा परीक्षण गरिरहेछौँ। त्यसले घरमा सोद्धा चाहिँ अलिक परिवर्तन भएको छ, पहिलाभन्दा जाडो गर्छ भनेर चाहिँ भनिन्छ। यहाँ पनि हामी त्यो लागू गर्न सक्छौँ। लाइनमा हप्तामा 2 चोटि भनिदिने, अनि जसको खुट्टातिर चाहिँ फोटो छ उहाँको फोटो सहित फोटो खिचेर डिस्प्लेमा राखिदिने, गराइदिने, देखाउने त्यो क्लासलाई। त्यो गर्दा चाहिँ अनि त्यो स्कुलको वातावरण चाहिँ सफा भएको छ। अनि टोयलेटमा लेखेको नामहरू कसले कसको नाम लेख्छ बढी, त्यसको ट्र्याकिङ गर्ने, ढोका कसले बढी फुटाल्छ भन्ने विषयमा त्यो चाहिँ धेरै कन्ट्रोल भएको छ। अनि अहिले रामतुलसीमा चाहिँ एउटा चक्लेटको फोन पनि भेटिएको छैन। यो हामी 1 महिनाकोमा चाहिँ 1 हप्ता एकचोटि अनुमोदन गरिरहेको छौँ, विद्यार्थीहरूले त्यो गरेको। अर्को गङ्गामालीमा चाहिँ 3जना विद्यार्थीले चाहिँ 1 दिनमा सफा गर्ने त्यसको रुटिन रहेछ, पोछा समेत लगाउने रुटिन रहेछ। त्यहाँ चाहिँ भुइँमा यस्तोमा बसे पनि त्यहाँ फोहोर नलाग्ने विद्यालय बनाएको छ। त्यहाँसम्मको चाहिँ हामी गाइड गर्न सक्छौँ। अनि त्यो निट स्टुडेन्ट इन्भाइरोमेन्टमा चाहिँ त्यहाँसम्मको छ। हामी स्कुलभित्र मात्र सीमित रहँदैन, नगरभित्र र पार्कहरूमा चाहिँ हाम्रो विद्यालयमा पढेका विद्यार्थीहरू सफा राख्छन् र त्यो बानी देखाउँछन् भन्ने विषयमा चाहिँ हामी त्यहाँसम्मको चाहिँ लक्ष्य दिन्छौँ। हाम्रो सामानहरू हरायो भने पनि हामीले चिन्नु नसक्ने अवस्थामा छ। त्यो एउटा नम्बरिङ चाहिँ हुनुपर्छ भन्छ। यति कुर्सीहरू छ, हामीसँग कतिवटा कुर्सी छ भनेर अहिले गन्न पर्छ, यसो लिस्ट हेरेर भन्न सकिँदैन। अनि त्यो किसिमको चाहिँ मेकानिजम बनाउनु पर्छ कि हामीले चाहिँ लिस्टमा हेरेर भन्न सकिने र कम्प्युटरमा डेटा हेरेर प्रिन्ट आउट निकाल्न सक्ने त्यस्तो किसिमको राख्नुपर्छ भन्छ। यसको राख्ने तरिकाहरू चाहिँ हामीले अलिक सर्ट फर्ममा राख्ने तरिकाहरू यस्तो गरेर राख्छौँ र लामो समयसम्म नमेटिने कुन भागमा हो त्यो ठाउँमा लेख्ने अनि चिन्ने तरिकाहरू हुन्छ। त्यो पनि मैले सिकाइदिएँ। अब अर्को पोइन्टमा जानु, हाम्रो क्यानभस, प्रोजेक्टर, फर्निचर सबैको हाम्रो संस्थाको नाम र नम्बर हुनुपर्छ। कतिवटा के छ भन्ने कुरा चाहिँ यसरी फाइलमा हेर्दा, यसरी स्क्रिनमा हेर्दा देखिन सक्नुपर्छ र 5 मिनटमा हामीले सबै एन्सर दिन सक्नुपर्छ भन्ने हुन्छ यो स्ट्यान्डर्ड मेन्टेन गर्नको लागि। हजुर, अब स्पोर्ट्स भन्छ, यो पनि ब्यानर बनाएर हामीले पेश गर्नुपर्ने हुन्छ, फोटो र भिडियो। हामी आफ्नै लागि आफैले काम गरिरहेको कि गरिरहेको छैनौँ भन्ने विषयमा चाहिँ यसले क्वेसन गर्छ। हामीले धेरै ठाउँमा जाँदा चाहिँ विद्यालयका शिक्षकहरू चाहिँ औषधि खाइरहनु भएको, सुगरको, प्रेसरको, इभन 60 वर्ष पुग्नु भएको छैन, कोही 50 वर्ष पुग्नु भएको छैन। त्यो बिहान ट्युसन, साँझ पनि ट्युसन, दिउँसो कार्यक्रम यसै दिनभरि कुर्सीमा बस्ने, कहिले चाहिँ पढाइ गर्ने, अनि त्यो शरीरले जति हामीसँग त्यो चल्न पर्ने कुराहरू नसाहरू तन्काउनु पर्ने त्यो पाइन्छ। यसको लागि सबभन्दा सजिलो उपाय के होला? एउटा बजाउने स्पिकर बजाइदिने, वाइफाई हुन्छ, एउटा युट्युबबाट बजाइदिने, हामी मजाले उफ्रिने, सबै आफ्नै तालमा उफ्रिने, यसमा ताल मिलाउनु पर्दैन। हाम्रो उद्देश्य भनेको स्वस्थ हुने, कसरी खाने, यति गराइ हुन्छ। अनि एकचोटि उफ्रदा हामी सबै एक दिनमा चाहिँ सबै कस्तो हुँदो रहेछ पसिना घाम लाएर त्यसै निस्किरा ल ल ल गर्नुहोस् आधै गर्नुहोस्
काम गर्दा स्टेप बाई स्टेप कुन पहिला गर्ने त्यसपछि के गर्ने भनेर एउटा प्रोसेस भयो भने काम बिग्रिन्न भन्छ। हाम्रो विद्यालयमा चाहिँ हाम्रो सबभन्दा ग्राहक भने पनि जो भने पनि विद्यार्थी हुन्छ र विद्यार्थीले हामीले कसरी दिने भन्ने कुराको प्लानिङ हुन्छ। विद्यार्थीले हामीले दिएको कुराहरू चाहिँ पाउन सके कि सकेन भन्ने हुन्छ। प्लान डु चेक एक्ट भन्ने हुन्छ। प्लान डु चेक एक्ट पछि ट्रेनिङ हुन्छ। यसको वर्क प्रोसेस फलो गर्छ। जुनसुकै काममा पनि एउटा प्रोसेस हुन्छ। हामीसँग चाहिँ एउटा वर्क प्रोसेस फलो गर्नु हुन्छ हरेक काममा। अनि 17 मा अर्गनाइजेसनल चार्ट भन्ने छ। अर्गनाइजेसनल फ्लो चार्ट भनेको चाहिँ अर्गनाइजेसन चार्ट हो। यो अर्गान भन्नाले हाम्रो बडीहरुको अंगलाई जनाउँछ। हामीले प्यारालाइज भएको आफन्तहरु देख्छौं, छिमेकीहरु देख्छौं, कसरी हिँडिराख्नु हुन्छ भने चाहिँ दिमागले त हिँड्छु भन्नुहुन्छ, तर हिँड्ने बेलामा के हुन्छ? यसरी हिँड्नुहुन्छ। हामी पनि त्यही एउटा स्कुल चाहिँ कर्पोरेट अर्गान हो। हेड सर चाहिँ एकातिर हिँड्नुहुन्छ टाउको लिएर, अनि अरु सरहरु चाहिँ यसरी घसेर चाहिँ हिँड्नुहुन्छ। अनि यसले स्कुलको क्वालिटी ल्याउँदैन भन्छ कि कसले कसको जिम्मेवारी के कसले के गर्ने त्यो जिम्मेवारी मिलेन भने यसले इन्फर्मेसन दिएको यसले मान्दैन अनि प्यारालाइज भएर आउँछ। अनि त्यो संस्था बन्दैन भन्छ। त्यो गेट सम्मको पब्लिक सम्मको चाहिँ कसरी त्यो सिस्टम कनेक्ट छ, त्यो सिस्टम कसरी परिचालन गर्नुपर्छ भन्ने विषयमा चाहिँ यसले चाहिँ वर्कसप गराउने त्यसको चाहिँ परिचालन गर्ने चाहिँ प्रिन्सिपललाई चाहिँ यो आइएसओले के भन्छ भने अर्को स्कुलमा किन राम्रो गर्यो भनेर खोज्न जाने, रिसर्च गरेर नयाँ कुरा ल्याउने भन्छ। भाइस प्रिन्सिपलले चाहिँ स्टाफको इन्टरनल म्यानेजमेन्ट सम्हाल्ने भन्छ। अनि त्यो भाइस प्रिन्सिपल पनि चाहिँ एचओडीहरु विभागको प्रिन्सिपल बनाउने भन्छ। सबैले आफ्नो जिम्मेवारी पाउँछ। एउटा विद्यार्थी चाहिँ टाउको दुख्यो घटना भन्दा प्रिन्सिपललाई खोजेर आउन नपर्ने, भाइस प्रिन्सिपल या एचओडीलाई चाहिँ त्यसलाई समस्या समाधान गर्न सक्ने सिम्पल यसले चाहिँ त्यस्तो किसिमको विभाग बनाउँछ। यसको नियम जस्तै हुन्छ, त्यो अनुसार चाहिँ चल्नुपर्ने हुन्छ। प्रिन्सिपल र चेयरम्यान चाहिँ अर्को स्कुलमा किन राम्रो भयो भन्ने किसिमले खोजेर सोधेर आउनु पाउनुपर्छ। मैले कसरी राम्रो बनाउने रहेछ, मेरो दिमागले मान्छेको कुरा नभ्याउन सक्छ भन्छ। अनि पिरियडहरु अलिक कम दिने र खाली गर्ने भन्छ। त्यो रिसर्च गर्नको लागि, नयाँ कुरा खोज्नको लागि र अनुगमन गरेर त्यो लागू गराउनको लागि। हेड टिचरले सबै विषय पढाएर बस्यो भने स्कुल बन्दैन भन्छ। अनि भाइस प्रिन्सिपलले चाहिँ स्कुलको म्यानेजमेन्ट इन्टरनल पार्टीले अनि यो किसिमको छ सबै त्यो अनुसार जानुपर्ने हुन्छ। भाइस प्रिन्सिपलहरु चाहिँ अरु एचओडीहरुको डिपार्टमेन्टल हेडहरुलाई चाहिँ उहाँले चाहिँ कामको जिम्मा दिने, इन्फर्मेसन दिने, अनि त्यो अर्गान चलेछ कि चलेन भनेर हेर्ने। इन्फर्मेसन मात्र दियो, अर्गान यसरी लथरेर रहने भने चाहिँ त्यो स्कुलको चाहिँ रिजल्ट चाहिँ त्यस्तै लथरेको हुन्छ भन्छ। हामीले आफ्नै रुल बनाउँछौँ। कति बजी आउने त भन्ने सल्लाह गर्छौँ। हामी 9 बज्न भन्दा हामी 15 मिनेट अगाडि आउनुपर्छ भनेर सल्लाह गर्यो भने हाम्रो पोलिसी हो। अनि हामी 9 बजे 45 मिनेटमा आयो कि आएन भन्ने कुरा फेरि हामीले हेर्छौँ। हजुरहरूले आफूले कति गर्न सक्नुहुन्छ, नियम बनाउनुहुन्छ। त्यसपछि त्यो नियम बनाउने मात्र गर्नुभयो कि पालना गर्नुभयो। एउटा व्हाट्सएप ग्रुप भन्छ, त्यसमा गेटमा आइसकेपछि 9:45 को ठ्याक्क टाइम आउँछ, फोटो खिचेर हाल्न पर्ने हुन्छ। अनि त्यसपछि को चाहिँ नियम मान्नु भएन त्यसपछि थाहा हुन्छ, त्यसपछि खासमा सबै समस्या। यदि म 10 बजे नै आउँछु भने 10 बजे नै बनाउने कि 55 मा आउँछ भने 55 मा बनाउने, तर आउने त्यसलाई चाहिँ भनेको कुराहरू। अब क्वालिटी अब्जेक्टिभ्स राख्ने, टार्गेट राख्ने, योजना बनाउने। मेरो विद्यार्थीहरू मेरो विषयमा कोही फेल हुन दिन भनेर मेरो एउटा चाहिँ अब्जेक्टिभ भयो। अब मैले फेल हुन नदिने प्रयास गर्ने मेरो कामहरू हो। फेल भइहाल्यो भने फेरि किन भयो भने रिसर्च गरी त्यसो एउटा चाहिँ प्लानिङहरू गराइन्छ। क्वालिटी अब्जेक्टिभ एउटा पोलिसीको हामी पोलिसी बनाउँछ, एउटा हाम्रो लक्ष्य निर्धारण गर्छ। हामीले 1 वर्षमा कुन लक्ष्य, 2 वर्षमा या भिजिटर पास बनाएर राख्ने जतिवटा चाहिन्छ, 20 जना 40 जना एकचोटि भिजिट गर्न दिने कति हामीसँग क्षमता छ। त्यही बाहिरबाट आएको मान्छेलाई चाहिँ रेकर्ड राखेर, गेटमा रेकर्ड राखेर कहिले को किन आयो भनेर त्यो रेकर्ड राखेर मात्र भित्र स्कुलभित्र ल्याउने भन्छ। नयाँ मान्छेहरू आउनु चाहिँ मान्छेले फोन गरेर बस्न नपर्ने, सोधेर बस्नु नपर्ने, कति बेला नोट नआउनु सक्छ, कति बेला चाहिँ पेन नआउनु सक्छ।
त्यही भएर त्यहाँ हेरेर फोन इमर्जेन्सी नम्बर व्यवस्थित गरेर राखेको अनि 22 मा स्टार्ट स्टाफ मिटिङहरू चाहिँ महिनाको 2 चोटि छोटो छोटो समय भए पनि ग्यादरिङ हुनुपर्छ आपसी सम्बन्ध बढ्छ सद्भाव बढ्छ भन्छ अनि त्यसपछि कुराहरू आउँछ भनेर हामीले माइनट राख्नुपर्ने हुन्छ माइनटमा चाहिँ सबै लेख्न पर्दैन त्यसमा चाहिँ फोटोकपी गर्ने नामहरू सामान्य कुराहरू 1-2 लाइन लेख्ने कुराहरू फर्मेट बनाएर राखेपछि यसको समस्या हुँदैन लेख्नको लागि झन्झट हुँदैन सजिलो हुन्छ फोटोकपी गरेर ट्रान्सलेट अनि युनिफर्म लगाउने भनेर नियम बनाएको छ भने युनिफर्म लगाएर आउनु पर्यो विद्यालय युनिफर्म नलगाए पनि हुने लगाए पनि हुने अनि हाम्रो विद्यालय व्यवस्थापन समितिलाई चाहिँ एकजना कहिले कहिले स्कुलमा आउने यसो हेडसरसँग बस्ने चिया खाने जाने मात्र गर्नुहुन्छ कि सबै समितिकोहरू जिम्मा लगाउनु पर्छ त्यो कुराहरू हामीले उहाँसँग छलफल गर्नुपर्ने हुन्छ यसरी राखेँ एटलिस्ट 6 महिना एकचोटि अब प्यारेन्ट्सहरू दिल्ली नै आउनुहुन्छ बच्चा छोड्न आउने प्यारेन्ट्सहरू तर हामीसँग इन्ट्याक्ट हुँदैन कि यसरी राखेर केही कुराहरू हाम्रो सुनाउने भएको सुन्ने भएको यसमा हामीले जस्तै संस्थामा काम गर्ने सर म्यामहरूको सबैको चाहिँ एउटा पेपर बेसमा एउटा कम्प्युटर बेसमा चाहिँ हामी डकुमेन्टहरू स्टोर गरेर राख्ने चाहिएको बेलामा चाहिँ मागेर बस्नु नपर्ने त्यही कपी पेस्ट गरेर पठाइदिने मिल्ने गरी प्रपोजल बनाउन तालिम नपठाउन यस्तो किसिमको चाहिँ यसमा चाहिँ शैक्षिक योग्यताको कुराहरू नागरिकता आफ्नो डकुमेन्टहरू बायोडाटा अनि फोटो यस्तो राख्नुपर्ने हुन्छ विद्यालयमा सबै जतिजना कर्मचारी हुन्छ उहाँको एउटा चाहिँ फोटोकपी राख्ने एउटा चाहिँ स्क्यान गरेर राख्ने सेक्युरिटी अडिट भन्ने कन्सेप्टमा झै झगडा कम हुनु पऱ्यो मान्छेसँग यहाँ चाहिँ लडाइँ चाहिँ हुन सक्छ कसैले बाहिरको मान्छे आएर भित्रको लागि धम्की दिन सक्छ स्कुलको वातावरण चाहिँ अलिकति असुरक्षित गर्न सक्छ त्यस्तो जिम्मेवारी त्यो समाजले त्यो विद्यालय व्यवस्थापन समितिले लिनुपर्ने हुन्छ स्कुलले त्यस्तो वातावरण क्रिएट गर्नुपर्ने हुन्छ कहिले के हुन्छ कहिले के हुन्छ त्यसलाई चाहिँ सेक्युरिटी अडिट हुनुपर्ने हुन्छ अनि भवन यिनीहरू होस्टेल क्यान्टिनहरू हामी अडिट गरिरहेको छौँ त्यो चम्चाको स्मेल समेत प्लेटको त्यो भित्रमा के छ त्यसमा अनि कसैले साबुन राम्रोसँग नपखालेको हुनसक्छ कसैको चाहिँ त्यो कुना काप्चा चाहिँ ब्रस नलगाएर त्यस्तैहरू हुनसक्छ होस्टेलमा चाहिँ सुरु खान्छन् केटाकेटीहरूले त्यहाँ चाहिँ अलिकति अनुशासन पालना गरेको छ कि छैन भन्ने विषयमा अनुभव हुनुपर्छ बिल्डिङ अडिट बिल्डिङको सामान्य चाहिँ हावा आउने प्रकाश आउने भरेकमा हिँड्दा चाहिँ 2 जना हिँड्न मिल्ने दायाँ बायाँ एकजना उकालो आउने एकजना तल झर्न मिल्ने भन्छ अनि नयाँ बनेको बिल्डिङहरूमा पुरानोलाई चाहिँ यथाशक्य चाहिँ सफा मात्रै राख्नु नयाँ बिल्डिङहरू बनाउँदा चाहिँ 2 जना हिँड्न मिल्ने दायाँ बायाँ तलमाथि अक्सिजन आउने प्रकाश छिर्ने क्लासरुममा चाहिँ त्यसको अनि क्लासरुममा मिनिमम फेसिलिटीहरू सकेसम्म अहिलेको आधुनिक त्यो प्रोजेक्टर स्मार्ट बोर्डदेखि लिएर पढाउने छिटो सजिलो पढाउनको लागि त्यो समेत गराउने नभए चाहिँ सफा राख्ने डेस्क बेन्चहरूमा नलेख्ने भित्तामा नलेख्ने अनि विद्यार्थीहरूलाई बस्नको लागि काँचो लगाउने भन्ने हुन्छ यति भए चाहिँ हुन्छ स्टाफहरूको अडिट हुन्छ क्षमताहरू पत्ता लगाउने यसमा चाहिँ स्टाफ अडिटमा चाहिँ इन्डिभिजुअल क्षमता फरक हुन्छ कसैको खेलकुदमा कसैको चाहिँ नाचगानमा कसैको केमा विद्यार्थीलाई कुन सेक्टरमा चाहिँ प्लानिङ गरेर राम्रो गर्ने भन्ने हुन्छ अर्को वर्ष हामीले रनिङ रेस जित्न पऱ्यो भने यो वर्षदेखि नै प्लानिङ गराउन सक्ने टिचर को हुनुहुन्छ एक्सर्साइज गराउन सक्ने टिचर को हुनुहुन्छ अर्को वर्ष चाहिँ एउटा कम्पिटिसनमा लानु पऱ्यो भने त्यस्तो किसिमको अडिट गराएर सेक्टर डिभिजन गराइदिएपछि स्कुल सबैमा उत्कृष्ट हुन्छ जाने त्यो खेलकुदमा जानेको 1 महिना या 1 हप्ता मात्रै प्र्याक्टिस गरेर जित्दैन केटाकेटीले अनि हाम्रो चाहिँ एउटा अर्को अडिट के हुन्छ भने हामीले पढाएको विषयमा सबैलाई एकमुष्ट तालिम दिन्छौँ हामीले अहिलेसम्म त्यसले चेन्ज ल्याउँदैन जस्तै म म्याथ पढाउँदा चाहिँ म्याथको अल्जेब्रामा 2वटा क्वेसनमा कन्फ्युज छु भने म पढाउने मान्छेले कन्फ्युज छु भने मैले त्यसको ट्रेनिङ पाउनुपर्छ भन्छ कि त्यो समग्र सबैलाई दिने एकैचोटि ट्रेनिङ दिएर त्यो स्कुलको क्वालिटी आउँदैन विद्यालयले विद्यार्थीलाई पढाउन सक्दैन भन्छ कि मैले इङ्ग्लिस पढाउँदै गर्दा रिपोर्टेड स्पिच पढाउने बेलामा म आफै कन्फ्युज छु भने मलाई त्यसको विषयमा के चाहियो ट्रेनिङ चाहियो
त्यसको विषयमा मैले जान्दिनँ भनेर कसलाई भन्ने विश्वासिलो मान्छे चाहियो, एउटा QA चाहियो स्कुलमा। अनि त्यो किसिमको एउटा ग्रुप चाहियो। म्याथको चाहिँ म्याथकै ग्रुप भयो, सिनियरले जुनियरलाई सिकाउने, अनि कुनै कुरा चाहिँ जुनियरले सिनियरलाई पनि सिकाउन सक्छ। सानसानो नयाँ कुराहरू इन्टरनेटबाट हेरेर त्यो कुराहरू चाहिँ त्यसमा जान्छ। सबै चाहिँ हामीको के छ भने इगो सेन्ट्रिक छ कि म 30 वर्ष भयो, म 25 वर्ष पढाएँ भन्ने त्यो वर्षले मात्रै क्वालिटी नआउने भन्छ कुनै विषयमा। म यति पास गरेको भन्छ भनेपछि त्यसले मात्रै क्वालिटी नआउन सक्छ। त्यसमा पनि आफ्नो क्वालिटीमा के कमजोरी छ त्यसलाई कसरी खोज्ने भन्ने यसको चाहिँ टेक्निकल हुन्छ। डकुमेन्टेसन रिक्वायरमेन्ट, हामी त्यसको एउटा भिडियो बनाउने, त्यसको रेकर्ड राख्ने, त्यसको प्रचार गर्ने भन्छ। राम्रोसँग मैले लेसन प्लान बनाएँ, त्यसको बनाएँ चाहिँ सुरक्षित राख्ने, यो स्कुलको सम्पत्ति हो भन्छ, त्यो आफ्नो प्राइभेट सम्पत्ति पनि हो। त्यसलाई चाहिँ हरेक कुरालाई चाहिँ लामो समयसम्म त्यसलाई जीवित राख्नको लागि डकुमेन्ट बनाउने हुन्छ। क्लाइन्ट डिटेल इन्फर्मेसन, हाम्रो क्लाइन्ट भनेको चाहिँ विद्यार्थी हुनुभयो, विद्यार्थी भाइ बहिनीहरूको उहाँहरूको इन्फर्मेसन चाहिँ कहाँसम्म पुग्नु पऱ्यो भने उहाँको नजिकको साथीहरूको पनि नम्बर हुनु पऱ्यो, छिमेकीको नम्बर राख्नु पऱ्यो, फुपूको नम्बर राख्नु पऱ्यो। जस्तै विद्यार्थी कहिले आमा र बाबासँग नमिलेको अवस्थामा, रिस उठेको अवस्थामा, आमाले बाबाले मागेको कुरा नदिएको अवस्थामा फुपू कहाँ भागेर जान सक्छ। अनि स्कुलमा आएर मेरो छोराछोरी कहाँ गए हुन्छ, हामीले तुरन्त चाहिँ फोन गर्न सक्ने अवस्थामा चाहिँ नजिकको मान्छेहरूको नम्बर राख्ने भन्छ। त्यसले चाहिँ हामीले विद्यार्थी बढाउनु पऱ्यो भने उहाँहरूलाई पनि हामीले फोन गरेर राम्रो कुरा, हाम्रो स्कुलको राम्रो कुरा भन्न सक्छौँ। विद्यार्थी भन्ने कुरो जहाँ पनि हुँदो छैन। हुन्छ सर, हो क्लाइन्टको डिटेल इन्फर्मेसन चाहिँ उसले छुट्टी हुँदा खोलामा पौडी खेल्न जान सक्छ कि फुपूतिर जान सक्छ कि कहाँ जान्छ, उसको रुचि अनुसार सबै क्लास टिचरलाई थाहा हुनुपर्छ भन्छ। क्लास टिचरले चाहिँ त्यो कुराहरू उनीहरूसँग नजिकै बसेर उनीहरूसँग कहिले आफ्नो भित्रीको कुराहरू चाहिँ त्यसरी पत्ता लगाउनुपर्छ भन्छ। अनि त्यो गऱ्यो भने चाहिँ क्वालिटी ल्याउन सजिलो हुन्छ। त्यही भएर यसको यो चाहिँ एउटा गहन विषय पनि हो। लोगो डिस्प्ले, हामीले त्यो एप्पलको मोबाइल किन्छौँ त्यसमा एउटा लोगो हुन्छ, हुन्डाईको चाहिँ गाडी किन्छौँ त्यसको के हुन्छ एउटा लोगो हुन्छ। अनि हाम्रो स्कुलको पनि नाम जहाँ पनि देखिनु पऱ्यो, लोगो देखिनु पऱ्यो। हाम्रो संस्थाको भन्छ कि यो कार्यक्रममा फोटो खिच्दा चाहिँ यो कुन हलमा बसेर खिचेँ मैले भन्ने कुरा कहाँ कुन ठाउँमा खिचेँ त्यसले देखाउनुपर्छ भन्छ। हजुरहरूले त्यो राख्नुपर्ने हुन्छ। स्कुलको नामहरू देखिने गरी हरेक कुराहरू एक्टिभिटिजमा चाहिँ स्कुलको नाम आउनुपर्छ भन्छ। त्यस संस्थाको नाम टिप्नु भयो यसलाई। एचआर पोलिसी, यसमा चाहिँ एचआर पोलिसी हामीले बनाइसकेका हुन्छौँ, तर एकचोटि पनि नपढ्ने, एकचोटि पनि केही नगर्ने, बनाएर मात्र राख्ने हुन्छ। त्यसमा कहिले कहिले त्यसलाई थपट गर्न पर्ने हुन्छ। जस्तै 1 वर्षमा एकचोटि हाम्रो एचआर पोलिसी लुज भएर हाम्रो स्टाफहरू आउने जाने क्रम बढी भएको हो कि, हाम्रो एचआर पोलिसी लुज भएर स्टाफहरू यहाँ चाहिँ क्वालिटी नआएको हो कि, स्टुडेन्टहरू चाहिँ अनुशासित नभएको हो कि भनेर त्यसको रिभ्यू गर्नुपर्ने हुन्छ पोलिसीको। एउटा चाहिँ 2 नगरपालिकामा चाहिँ हामीले कस्तो देखाएको छ भने पालिकाले सबै टिचरहरूलाई पैसा दिने, विद्यालयले फी उठाउन नपाउने, अनि साइन्सको टिचर चाहियो भने चाहिँ जम्मा 20,000 22,000मा विज्ञापन गर्ने। त्यस्तो खाली हुँदा राम्रो त भनेर 1-2 महिना बस्ने, त्यसपछि अर्कोतिर नाम निस्केपछि स्कुलमा सुनाउनु परेन, हिँडिहाल्ने। त्यहाँ 2-4 महिना त्यो साइन्स पढाउने नपाइने, त्यो समस्या एचआर पोलिसीको हो नि त। कि त पालिकाले दिन सक्छु भनेपछि उसले डिग्री पास गरेको, म्याथमा साइन्समा डिग्री पास गरेर 45,000 दिन सक्नु पर्थ्यो। त्यो 18-20,000मा अड्काएर राखेर त धेरै बस्दैन। त्यसले पनि क्वालिटीलाई ह्याम्पर गर्छ भन्छ। एचआर पोलिसीमा चाहिँ कम्तीमा हामीले लङ टर्म बस्न सक्ने, लङ टर्म काम गर्न सक्ने चाहिँ हाम्रो ह्युमन रिसोर्स चाहिन्छ भन्छ। 3 वर्षको एग्रिमेन्ट गर्न सक्छ कि सक्दैन, 2 वर्षको एग्रिमेन्ट गर्न सक्छ कि सक्दैन, त्यही अनुसार हामीले काम अनुसार पेमेन्ट गर्न सक्छौँ कि सक्दैनौँ, क्वालिटी अनुसार पेमेन्ट गर्न सक्छौँ कि सक्दैन, त्यो कुराहरू साइकोलोजी अनि त्यसको चाहिँ अहिलेको चाहिँ अवस्था बुझेर चाहिँ गर्नुपर्छ भन्छ। बुझ्नुभयो पनि है त। डिपार्टमेन्टल रुल्स एन्ड रेगुलेसन, आफ्नो विभागको सरसफाइको विभागको आफ्नै रुल हुन्छ, QAको आफ्नै रुल हुन्छ। यस्तै किसिमको चाहिँ सबै विभागको, कम्प्युटर ल्याबको आफ्नै रुल हुन्छ, साइन्स ल्याबको आफ्नै रुल हुन्छ, म्याथ ल्याबको आफ्नै रुल हुन्छ। त्यसको डिपार्टमेन्टल रुल अनि त्यसको रेगुलेसन त्यो रुल अनुसार भएको भएन भन्ने कुरा चाहिँ निगरानी गर्ने एकजना छुट्टै डिपार्टमेन्टमा चाहिँ एक एकजना छुट्टिन्छ। उहाँहरूले चाहिँ त्यो रिपोर्ट बुझाउनु पर्ने हुन्छ। फोटो भिडियोहरू
अनि त्यसको रिपोर्टहरू तयार गर्नुहुन्छ। ल्याबको म्यानेजमेन्टहरू, ल्याबमा चाहिँ जस्तो डेट एक्सपायर भएको सामानहरू विद्यार्थीले जहाँबाट निकाल्यो त्यही नराख्ने, अर्को ठाउँमा राखिदिने, अर्को दिन नबेचिने। त्यसपछि विद्यार्थीले घर लिएर जाने अलि राम्रो सामानहरू त्यस्तो भेटियो धेरै सामान भएको स्कुलहरूमा। अनि त्यसलाई चाहिँ ल्याबको कति सामान छ भनेर हजुरलाई डाटा ल्याउनुहोस् त भन्यो भने तपाईँले 5 दिन लाग्छ लगभग। कसैलाई बिर्सिन्छ 1 हप्ता नै दिन सक्नुहुन्न। किन? हामीसँग त्यो म्यानेजमेन्ट छैन, त्यो कसरी राख्ने कति छ भन्ने कुरा विषयमा हामी अनभिज्ञ छौँ। त्यहाँ 10 जनाले 20 वटा सामान एकै दिन उठाएर लिएर गए पनि तपाईँहरूले कसलाई खोज्ने भन्ने त्यहाँ चाहिँ उस नियम छैन भनेपछि यो म्यानेजमेन्ट भएन भन्छ है। म्यानेजमेन्ट भन्नु ल्याबको चाहिँ हरेक सामान कति छ भनेर। लाइब्रेरी सिस्टम म्यानेजमेन्ट 100 वटा बुक फर्काएन भने अर्को वर्ष तपाईँले लाइब्रेरी चलाउन सक्नुहुन्न भन्छ। त्यसको एउटा स्ट्रिक्ट रुल चाहिन्छ र त्यसलाई कसरी राख्ने भने त्यो रुल हामीले बनाएर पनि दिन्छौँ, कोही हजुरले पनि बनाउनुहुन्छ अनि त्यही अनुसार चल्नुपर्ने हुन्छ। सर्भिसको म्यानेजमेन्ट, एकैचोटि हजुरले 2टा काम गर्न खोज्नुहुन्छ, एउटा काम फुट्छ, एउटा काम पनि राम्रो बन्दैन कहिलेकाहीँ। सर्भिसमा चाहिँ हजुरहरू यहाँ हजुरको घरको पसल पनि चलाउनै पर्ने, यता चाहिँ स्कुल पनि पहिले ल्याउनै पर्ने, सबै काम हजुरले भ्याउन सक्नुहुन्न। कुनै कुरा कि स्कुलमा बढी टाइम दिनुपर्ने हुन्छ कि घरमा बढी टाइम दिनुपर्ने हुन्छ। खेतको काम पनि सबै भ्याउनु पर्ने, तपाईँले घरको पनि भ्याउनु पर्ने, स्कुल पनि भ्याउनु पर्ने। अब कहाँको बन्छ तपाईँको काम? न घरको बन्छ, न खेतको बन्छ, न स्कुलको बन्छ। अनि तपाईँ यसै रिटायर भएर कपाल खुलाएर जानुहुन्छ। यसले चाहिँ म्यानेजमेन्ट भएन। सबैको लोभ गर्नुभयो हजुरले। तरकारी पनि फलाउँछु, धेरै चाहिँ फलाउँछु भन्नुभयो, गाई पनि धेरै चाहिँ पाल्छु भन्नुभयो, स्कुल पनि धेरै चाहिँ राम्रो विषय पढाउँछु भन्नुभयो। त्यस्तो हुँदैन भनेको म्यानेजमेन्ट कसरी गर्ने भन्ने विषयमा त्यसको टाइम दिन सक्नु पऱ्यो भन्ने छ। रेस्पोन्सिबिलिटी एन्ड अथोरिटी टु अल पर्सन भन्छ। हामीले कामको जिम्मेवारी दिएपछि बेला बेलामा खिचलो गरिराख्ने होइन कि रिजल्ट ननिकाल्दासम्म उहाँले चाहिँ आफ्नो हिसाबले काम गर्न दिनुपर्छ र काम गर्ने बेलामा चाहिँ सहयोग गर्नुपर्छ भन्छ। आफ्नो रेस्पोन्सिबिलिटी के हो? त्यसमा अरूले हस्तक्षेप नगरिकन काम गर्नु पाउनु पर्यो, आफूले डिसिजन लिन पाउनु पर्यो। यहाँ त के हुन्छ भने हजुरले एउटा चाहिँ बिरुवा रोप्न लाग्नुभयो भने 20 जनाले सल्लाह दिन्छन् र तपाईँको कामै भन्दैन। अनि त्यो बिरुवा नरोपिकन तपाईँ घर फर्कनुहुन्छ अनि त्यो फालेर आउनुहुन्छ। कि हाम्रो न रेस्पोन्सिबिलिटी छ न अथोरिटी छ। जसले पनि हराउन मिल्ने, जे पनि जे मन लाग्छ त्यो गर्न मिल्ने छ। त्यो नभएको त्यसलाई चाहिँ हामीले ट्र्याकमा ल्याएर सिस्टममा ल्याउनुपर्छ भन्छ। एउटा बाटो खनेको फोटो देखाएको थिएँ अनि पहिला एउटा दिमागमा काम आइहाल्छ, फ्याट त्यो गरिहाल्ने, फेरि यही मिलेन भने चाहिँ भत्काइहाल्ने। त्यसले गर्दा तपाईँको के हुन्छ? सर्भिस रियलाइजेसन हुँदैन, गर्यो जस्तो हुन्छ होइन छ भन्ने। हाम्रो नगरपालिकाले चाहिँ गाडीले पोल बिजुलीको पोल हाल्यो भने त्यो गाडीको इन्सुरेन्सलाई लिएर त्यो पोल बनाउन लगाएको रेकर्ड छ। गाडीले चाहिँ पोल हाल्यो, त्यो सबै बिगाऱ्यो, त्यो गाडीको त इन्सुरेन्स हुन्छ, त्यसलाई ट्र्याकिङ गरेर त्यसले पोल बनाइदिएको रेकर्डहरू छ छैन। अब उसले गराउन सक्यो भने उसैले इन्सुरेन्स नै गराउँछ कि त्यो खासै समस्या हुँदैन। कसैले सोध्दै नसोध्दै त्यो पिचबाट काटेर पाइप लग्याउँछ, त्यो लगेपछि उसले फेरि त्यो जस्ता कुरा टाल्नु पर्दैन, त्यो टाल्दैन। त्यस्तो चाहिँ हाम्रो प्लानिङ पनि छैन, त्यसको सर्भिस दिने सिस्टम पनि यहाँ मिलेको छैन, जसले जे गरे पनि हुने भएको छ। त्यसो भएर चाहिँ यस्तो कामहरू हामीले गर्नुपर्ने हुन्छ भन्छ। वर्क पर्फर्मेन्स इभ्यालुएसन, हजुरले चाहिँ नजिकको मान्छेलाई र मनपर्ने मान्छेलाई मात्र राम्रो काम दिने, सजिलो काम दिने, पुरस्कार पनि उसैलाई दिने भन्यो भने मेहनत गर्ने मान्छे घट्दै जान्छ भन्छ। यसले असली मेहनत गर्ने मान्छे, जिम्मेवार लिने मान्छेहरूलाई चाहिँ उहाँलाई चाहिँ सम्मान गर्नुपर्छ, उहाँलाई चाहिँ ठाउँ दिनुपर्छ, अगाडि बढाउनुपर्छ। भाग्न मात्रै खोज्ने, ताल्न मात्रै खोज्ने, कुरा मात्रै धेर गर्ने मान्छेलाई चाहिँ रिपोर्टहरू राख्नुपर्छ काम दिएर भन्छ। एउटा काम दिने, त्यो पनि भाग्यो, फेरि 1 हप्तापछि अर्को काम दिए, त्यो पनि भाग्यो, रिपोर्टमा राख्नुपर्छ त्यो काम। अनि त्यसपछि कारबाही चाहिँ त्यही पेपरले गर्छ भन्छ। अनि त्यो कुराहरू चाहिँ पर्फर्मेन्सको काम यसरी गर्नुपर्छ। धेरै जसो ठाउँमा चाहिँ आफ्नो मान्छे घुसाउने काम, त्यसपछि आफ्नो मान्छे भइसकेपछि त त्यसमा अर्कै फाइदा हुन्छ, स्कुलको फाइदा नलिकन घराइसी फाइदा लिन सकिन्छ भन्ने किसिमले चाहिँ राखेको पनि भेटिन्छ। त्यसमा चाहिँ आउटपुट आउँदैन। त्यसले गर्दा चाहिँ धेरै स्कुलहरूमा त्यो रिपोर्ट गरेर चाहिँ त्यो कान्ति स्कुलमा चाहिँ 5 देखि 6 जना विद्यालय शिक्षकहरू धेरै टाढा जानुपर्ने अवस्थाहरू पनि आयो। त्यो अब कि स्कुल सुधार्नु पऱ्यो कि उहाँहरूलाई पठाउनु पऱ्यो भन्ने विषयमा त स्कुलले एउटा अर्डर त लिनु पऱ्यो।
अनि त्यो अर्डर लिने क्रममा चाहिँ त्यो रिपोर्ट बोल्यो के कामको जिम्मेवारी के गर्नुभयो के गर्नु भएन कुराहरू सबै यसरी भिडियोमा आयो पेपरमा आयो। त्यसपछि के भयो त भन्दा चाहिँ व्यवस्थापन समितिले अनि त्यसपछि नगरपालिकाको शिक्षा शाखाले यसले निर्णय गर्ने कुरामा चाहिँ त्यसको आधार मानेर निर्णय लिएका चाहिँ धेरै टाढा जानु पऱ्यो। एकछिन त कुनै स्कुलले पनि यसरी त्यो स्कुलमा काम नगर्ने शिक्षकले हाम्रो स्कुलमा अहिले के काम गर्छ भन्ने ग्यारेन्टी छ भनेर त्यसरी भएपछि अरूले नै सहमति नलिएको अवस्था भयो। कोही कोही यहाँसम्म पनि जान सक्छ बेस्ट एकदमै भएको स्कुलमा भन्ने हुन्छ। त्यस स्कुल बनाउनु पर्छ स्कुलमा। अनि अर्को पोइन्टमा जान्छ प्रोजेक्ट रेस्पोन्सिबिलिटी एन्ड रिपोर्ट स्ट्याटस। यस्तै हामीले चाहिँ रेस्पोन्सिबिलिटी प्रोजेक्टहरू बनाउँदा चाहिँ टाइम फ्रेममा काम हुँदैन। विद्यार्थीलाई भोलि 8 बजी आऊ सबै गाडीमा हिँड्ने पिकनिक जाने भनेर सबै 8 बजी बोलायो भने हामी 10 बजीसम्म पनि हिँड्न सके हुँदैन। यसो के भन्दा चाहिँ कसले के काम गर्ने र कहिले गर्ने भन्ने कुरा एकदम जिम्मेवारी क्लियर कट हिसाबले जिम्मेवारी नदिएको र जिम्मेवारी दिए पनि हामीले के गरेको भन्दा चाहिँ भोलि 8 बजी हिँड्ने बेलामा मात्रै फोन गरेको कि रिपोर्ट खोजेको। त्यो 8 बजी हिँड्नुभन्दा पहिला हामी 6 बजी हाम्रो सबै सामानहरू पुरा भयो भने 8 बजी हिँड्न सकिन्थ्यो नि। त्यो रिपोर्ट स्ट्याटस चाहिँ हामी सिद्धियो होला भन्ने बेलामा गर्ने बानी छ। सिद्धियो होला भन्ने बेलामा गर्नुभन्दा पहिल्यै गर्ने भन्छ यसले रिपोर्ट चाहिँ कुनै कुराहरू खोज्ने भन्छ इम्पोर्टेन्ट कामहरूको। अनि बल्ल त्यहाँ टाइमिङको लस हुँदैन भन्छ। यही कुराहरू यस्तो प्रोजेक्ट दिने रेस्पोन्सिबिलिटी दिने अनि रिपोर्ट चाहिँ टाइममा चाहिँ माग्ने। यसको हामीले रिपोर्टिङ कसरी गर्ने भन्ने यसको वर्कसपहरू कसले कसलाई भन्दा अलिकति मान हानि नहुने कसले कसरी काम गर्दा कुन सिस्टममा गर्दा चाहिँ अलिक काम बढी लिन सकिने काम राम्रो हुने। विद्यार्थीको गुनासो अभिभावकमा जान्छ। अभिभावकको हेरचाहमा आयो भने योभन्दा पहिला शिक्षकसँग भेटेर अभिभावकले एकचोटि फोन गर्यो भने शिक्षक र अभिभावकको रिलेसन राम्रो हुन्छ भन्ने विषयमा चाहिँ यसले रिपोर्ट कसरी गर्ने कसरी गर्ने भन्ने विषयमा चाहिँ अलिक ख्याल गर्ने हुन्छ। यसले मोनिटरिङ गाइडलाइन फर वर्क प्रोग्रेस। हामीले फ्यान पुस्न दियो भने 10वटा फ्यान पुस्न दियो भने 3-4वटा बङ्गाइदियो भने हाम्रो धेरै घाटा हुन्छ। त्यसलाई दिने स्यालेरी भन्दा त्यो फ्यान किन्ने पैसा धेरै जान्छ। त्यसो काम कसरी भइरहेछ भन्ने विषयमा चाहिँ हामीले मोनिटरिङ गर्ने एउटा चाहिँ गर्नुपर्ने हुन्छ। मैले चाहिँ कतै 2008 तिर एउटा 5 स्टार होटलमा काम गर्दा चाहिँ हामीलाई 5 मिनट पहिला चाहिँ ब्रिफिङ गर्थ्यो कि यो काम यसरी गर्ने यसरी नगर्ने यसरी गर्ने यसरी चाहिँ तिमीले सधैँ पाउँछौ भनेर। त्यसै काम बिग्रिँदैन थियो। हामीले के गर्छौँ भने काम गर भनेर भन्छौँ ब्रिफिङ गर्दैनौँ कसरी गर्ने त्यो के चाहिन्छ त्यो भ्यालुस के गर्ने त्यहाँसम्मको एउटा लिस्ट दिँदैनौँ। त्यसले गर्दा चाहिँ काम बिग्रिरहेको छ। एउटा टेबल पुस्न पठाउने टेबल फोडिदिन्छ भाँचिदिन्छ अनि त्यसले चाहिँ हाम्रो घाटा हुन्छ। त्यसको चाहिँ इनोभेसन्स एन्ड एडिसनल एक्टिभिटिज। हामी सधैँ अरूको कपी मात्रै गर्ने होइन। हामीले नयाँ कुरा पनि हामीले केही खोज गर्नुपर्छ र हामीले आफ्नो नयाँपन ल्याउनुपर्छ सृजनात्मकता ल्याउनुपर्छ भन्छ हरेक क्रियाकलापमा। हजुरले पढाएको लेसन प्लान मैले हजुरको तरिकाले पढाउन सक्दिनँ भने चाहिँ मेरो छुट्टै तरिकाले कसरी राम्रो पढाउन सक्छु भन्ने चाहिँ मेरो आफ्नो इनोभेसन चाहिन्छ। हजुरले गीत गाएर बुझाउन सक्नुहुन्छ भने मैले स्टोरी सुनाएर बुझाउन सक्ला त्यही कुरालाई। मैले चित्र बनाएर बुझाउन सक्ला हजुरले चाहिँ कविता बनाएर बुझाउन सक्नु। त्यही किसिमले हाम्रो इनोभेसन चाहिन्छ। त्यसमा एडिसनल एक्टिभिटी चाहिन्छ। जे सरकारले बनाइदियो त्यहीमा मात्रै हामी टेकेर बस्यो भने हामीलाई चाहिँ त्यो इनोभेसन आउँदैन एडिसनल एक्टिभिटी आउँदैन भन्छ। लेसन प्लानिङको कुराहरू हरेक क्रियाकलापहरू गर्दा चाहिँ अब हाम्रै लाग्यो एउटा चाहिँ लास्टमा त्यो क्वालिटी इन्सपेक्सनको 2-4 मिनट बढी लाग्ला। यसको नि रिसर्च एन्ड डेभलपमेन्ट भन्छ। अहिलेसम्म दुनियाँमा जति उत्पादन भएको छ त्यो कुराहरू रिसर्च भएको छ। हामीले लगाएको कपडाहरू हामीले लगाउने घडीहरू हामीले चलाउने मोबाइलहरू पहिला चाहिँ त्यसरी बटनबाट चलाउनु होला नोकियाको सरहरूले चलाउनु भयो। रिसर्च गर्दा स्क्रिन टच हुने भयो वाइफाई केही चल्ने भयो मोबाइल सबै आउने भयो। अहिले चाहिँ हामीले एप्पलको फोन लिन पाए हुन्थ्यो त्यसबाट फोटो खिच्न पाए हुन्थ्यो भन्ने हाम्रो स्टोक हो भने त्यो एप्पल बनाउने कम्पनीले अझै पनि रिसर्च गरिरहेछ कि अझै कसरी राम्रो फोटो खिच्ने बनाउने अझै राम्रो फङ्सन कसरी बनाउने भन्ने चाहिँ रिसर्च गरिरहेछ। हाम्रो सोच्ने तरिका कसरी देखाउने
कसरी ठुलो पत्नी भन्ने सोध्ने तरिकाबाट त चलिरहेछ भने अब दुनियाँ रिसर्चबाट मात्रै डेभलप हुन्छ भनेर रिसर्चतिर बढी गइरहेको अवस्था छ। हामीले विद्यार्थीलाई रिसर्चतिर लान सकेनौँ भने यो पछिको अझै पनि अरूले बनाएको मात्रै हामीले प्रयोग गर्ने हजारौँ वर्ष, अहिले 1-2 वर्ष मात्रै होइन कि हजारौँ वर्ष। अनि डिसिप्लिन, इन्डिभिजुअल एन्ड कर्पोरेट डिसिप्लिन भन्छ। यसमा चाहिँ सामान्य बच्चाले चाहिँ आजकल के गर्छन् भन्दा चाहिँ घरमा जाँदा अङ्कल हो नमस्ते गर्नु भनेपछि बोल्दा नमस्ते गर्छ। अनि नमस्ते पनि कसरी गर्छन् भने गर्छ। हामीले शिक्षाले के सिकायो भन्ने कुरा यहाँनिर क्वेसन हो। हामीले व्यावहारिक हुन सिकायो कि हामीले घोप्नु मात्र सिकायो कि भन्ने हुन्छ। अब यो किसिमको कुरा धारा किन भएको बच्चाले टोयलेटमा गएर नराम्रो चित्र किन बनायो? हामीले त्यही स्टुडेन्ट हामीले दिन नसकेको भन्ने कुरा आधा क्वेसन चाहिँ हामीसँग पनि आउँछ। त्यसमा गाली गरेर त्यो किन पाउने अवस्था हुँदैन। अनि त्यसपछि यो कर्पोरेट डिसिप्लिन भन्ने हुन्छ। कर्पोरेट डिसिप्लिनमा चाहिँ म चाहिँ अलिक ठुलो पोस्टको एउटा पदमा अनि बाबा चाहिँ जुनियर पोस्टको भयो भने बाबाले मलाई सवाल गर्नुपर्ने हुन्छ। यो किसिमको कर्पोरेट कल्चर, फ्यामिली कल्चर जस्तै चलाउनु खोल्यो भने संस्था डुब्छ। म उमेरको हिसाबले ठुलो, म चाहिँ यसको हिसाबले ठुलो भनेर त्यहाँ विज्ञताको आधारमा त्यहाँ छनौट भएन, त्यहाँ गएन भने एक्लै अर्कालाई चाहिँ त्यो कर्पोरेट कल्चर बसेन भने त्यहाँ चाहिँ चल्दैन। जस्तै गाडी चलाउन नजान्ने मान्छेलाई ह्यान्डल दियो भने त्यसले के गर्छ? अनि गाडी चलाउने मान्छेले ओट हाल भन्दा त ओट हाल्नु पऱ्यो नि। ठुलो मान्छे भए पनि उमेरले आफू ठुलो भयो भने भर्खरकोले गाडी चलाउनु जाने, ओट त आफूले हाल्नु पऱ्यो। त्यो किसिमको कल्चर कर्पोरेट कल्चर हो। आफूभन्दा सिनियरले भनेको जुनियरले मान्नु पर्ने, उमेरको आधारले साइनोको आधारले चल्दैन। त्यसमा स्कुलमा बसिसकेपछि संस्कार बसिसकेपछि यो भन्छ त्यसले चाहिँ त्यो चलिरहेछ भने त्यो संस्था प्यारालाइज हुन्छ भन्छ। यसमा कस्ट इफेक्टिभ गाइडलाइनहरू हजुर यहाँ बस्नु भएको छ। अहिले स्कुलको धारा भाँचिएको हुनाले चाहिँ पानी गइरहेको हो। अब त्यो पानी माथि चढाउनु त बिजुली चाहियो, बिल त बढ्छ नि। 1 महिनामा 5,000 बिल बढी तिर्नु पर्यो भने त 5,000 लग्यो। पानी धेरै माथि फाल्नु पर्यो। बच्चाले दिनदिनै धाराको टुटीहरू फुटाल्छ, ढोका फुटाल्छ। यसको कसरी कम गर्ने भन्ने कुराहरू मेन्टेनेन्समा, वेजेसमा धेरै हानि नोक्सान भएपछि धेरै वेज जान्छ। गार्डन पनि उसले पोरो भने सधैँ सफा मात्रै गरिराख्नुपर्छ। यस्तो कुराहरू चाहिँ हामीले कसरी कम गराउन सकिन्छ भनेर टप लेभलको हाम्रो म्यानेजमेन्ट टिममा बस्नेलाई चाहिँ बढी जिम्मेवारी यसमा आउँछ। यसलाई चाहिँ 49 मा चाहिँ हामीले अनावश्यक कस्टहरू घटाउने भन्ने हुन्छ। क्वालिटी टिचिङ इन्सपेक्सन भन्छ। यसमा क्वालिटी टिचिङमा जानुभन्दा पहिला त्यो कुरा गर्नुभन्दा पहिला हजुरहरूले के बुझ्न पर्यो भने बच्चालाई चाहिँ क्लासमा बस्दा मच्छरले टोकिरहेछ, उसले यसरी बनाइराख्नु परेछ, यसरी गर्नु परेछ, उसले पढाइमा ध्यान दिन्छ कि दिँदैन? जाली त लगाउनु पऱ्यो कुरा। घरमा जाँदा बुवा आमा रक्सी खान्छन्, लड्छन्। घरमा पढ्ने वातावरण छैन। हामीले मात्र पढेर पढाएर हुँदैन, आमा बाबुले खाने गर्दैन। त्यो पनि एउटा अब उनीहरू स्कुल आउने बेला खाना खानै छैन, या त आजकलको जङ्क फुड जे पनि खान्छन्। यस्तै क्वालिटी टिचिङ भनेको तपाईँको सिधै पढाउने मात्र बुझ्नु भएको छ या हामीले बुझेछौँ अहिलेसम्म। र क्वालिटी टिचिङ केसम्म हुन्छ भने तपाईँले कसैले यसो बाटोमा हिँड्दा च्वास्स एउटा शब्द भन्यो भने पनि दिनभरि त्यो दिमागमा घुमिरहन्छ कि तपाईँले यो कुरा यहाँ हेर्दा चाहिँ तपाईँको भन्दा त्यो कुरा यता घुमिरहेछ। अनि त्यसले उसले चाहिँ टिचिङ भनेको त दिमागभित्र हाल्ने कुराहरू हो, यसरी पढाएर पाठ ल्याउने कुरा होइन। त्यसलाई चाहिँ हामीले एकदम सर्फेसली मात्रै हेरिरहेको छौँ। पहिला हामी अभिभावकको पनि के गर्छौँ, उहाँहरूको चाहिँ ग्रेडिङ गर्छौँ। सरसफाइ हुनु पऱ्यो, नेट एन्ड क्लिन इन्भाइरोमेन्ट, मच्छरले टोक्नु भएन, पोहोर बस्न, टोयलेटमा जाँदा चाहिँ पानी नआउने, अनि भागेर घर जानुपर्ने, पिछा गर्न, त्यस्तो अवस्था छ कि छैन, अनि स्वस्थ छ कि छैन भन्ने कुराहरू। ऊ घर उसमा बस्दा चाहिँ अलिकति बढी रिक्स छ कि एकदमै घोचिराख्ने, पिटिराख्ने, दबाई राख्ने छ कि यो कुराहरू हामीले हेर्नुपर्ने हुन्छ। अनि त्यसपछि आज मैले ए फर एप्पल सिकाउने हो भने त्यो कन्टेन्ट मैले अर्को कुरा पढाएर बुझ्दैन। मैले आज 2 दुना 4 2 र 2 दुना 4 हुन्छ भनेर सिकाउनु खोजेको मैले क्लासमा जाँदा बिर्सेँ भने त्यो कन्टेन्ट डेलिभरी भएन।
मैले आज बच्चालाई कम्तीमा के कुरा जानकारी गराउनु खोजेको भन्ने हामीसँग कन्टेन्ट हुनुपर्छ। अनि त्यही किसिमको चाहिँ धेरै कुराहरू हामी पछि यसको चाहिँ धेरै कुराहरू पछाडि गर्छौँ। अनि स्टुडेन्ट चाहिँ ग्रेडिङ गर्नुपर्ने हुन्छ। ए ग्रेडमा छ कि अहिले ऊ बी ग्रेडमा छ कि सी ग्रेडमा छ कि त्यो लेसनमा सब्जेक्ट वाइज युनिट वाइज टपिक वाइज स्टुडेन्टले कहाँनिर बुझेन, क्लास वर्क भर्बल क्वेसन यिनीहरू टेक्निक प्रयोग गरिसकेपछि हामीले उनीहरूको कमजोरी पत्ता लगाउँछौँ। त्यसपछि हामीले उनीहरूलाई बल्ल दिए अनुसारले सिकाउन सक्छौँ भन्छ। उसलाई गाली गरेर प्रेसर दिएर मात्र सिक्दैन भन्छ। अनि ग्रुप डिभिजन अफ कम्पिटेन्सी अनि उनीहरूलाई चाहिँ कसरी सिकाउन सकिन्छ भन्ने कुरा क्यापेसिटी बुस्ट स्टुडेन्टको ग्रेड गर्छौँ हामीले। क्वेसन जान्ने विद्यार्थी र क्वेसन नजान्ने विद्यार्थी एकै ठाउँमा राख्यो भने नजान्नेलाई चाहिँ झ्याउलाक्चर भएको छ, अनि जान्ने विद्यार्थी एकछिन बसेर जिम्स हुन्छ। अनि त्यो नजान्नेलाई धेरै समय दिनुपर्ने भएको हुनाले नजान्ने विद्यार्थीले ग्रुपिङ गर्ने यसरी आउँछ। काम धेरै हुन्छ, मसिनो कामहरू हुन्छ। त्यसपछि स्टुडेन्टले टिचरको इभ्यालुएसन गर्नुहुन्छ। जस्तै उहाँ टिचरले पढाएको त बुझेन भन्ने कतिजना, यस्तै किसिम उहाँले पढेको बुझिन्छ बुझाउनुहुन्छ नि कतिजना, किन बुझिएन भन्ने कुरा खोजिन्छ। त्यसमा कुन कल्चर कुन सोसाइटीको विद्यार्थीले के शब्दले के कुराले छिटो बुझाउन सकिन्छ भन्ने कुराले पनि हुनसक्छ हामीले बुझेको कुराहरू। अनि हामी घरको वातावरण कस्तो रहेछ भनेर स्टुडेन्टको घरमा पनि भिजिट गर्नुपर्ने हुन्छ। उहाँको बाबाआमाको प्रोफेसन के हो, कति समय दिन सक्ने, कति समय दिन नसक्ने। कसैले समय दिया हुन्छ मोबाइलमा बोलेर हुन्छ, त्यसलाई समय दिएको मानिँदैन। बच्चालाई पढाउन नसके पनि उसले लेखेछ कि पढेछ कि भनेर हेरिदिएर बसेको कति समय हो, 1 घन्टा हो कि आधी घन्टा हो कि 15 मिनट हो। त्यो कुराहरू चाहिँ तपाईँले जान्नुपर्ने, हामीले जान्नुपर्ने यो पेसामा हुन्छ। अब फ्यामिली प्रोफाइलले पनि हामीलाई टिचिङमा फरक पार्छ। अनि यो कुराहरू भइहाल्यो। अब हामीले लास्ट पोइन्टमा गएर यो कुराहरू टिचिङ फर मेमोरी, हामीले कुनै पनि कुराहरू मेमोरीमा राख्न सिकाउने हो। त्यसो भएर जिपिए धेरै ल्याउने। जस्तै हजुरहरूले लोकसेवा पास गर्ने बेलामा धेरै सूत्र लगाउनुहुन्छ। 14 अञ्चलको नाम घोक्न के राख्नुभयो नाम? अनि त्यो चाहिँ लेसन प्लान हो नि, मेमोरी छिटो गर्नको लागि। हजुरले त्यस्तै कुरा खोज्ने हो क्रिएटिभ तरिकाले बच्चाहरूलाई छिटो बुझाउन, यहाँ भोकाउनु। अनि सरल सिकाउन चाहिँ एउटा शब्द बनाउनुहुन्छ नि, के अरे बदमास। अनि त्यो सूत्र भने के, अनि तपाईँले छिटो सम्झिने तरिका सिकाउनु, मेमोरीमा बस्यो कि सरल सिकाउनु। अनि यस्तो चाहिँ तपाईँको मेमोरी टेक्निकको लागि चाहिँ हामी के गर्छौँ, आफ्नै क्रिएटिभ तरिकाले फर्मुला बनाउँछौँ। अनि सुटेबल इक्जाम्पलहरू हामीले खोज्छौँ, पिक्चरहरू कलेक्ट गर्छौँ, अडियो भिडियो जेस्चर राइम रिडम कुन तरिकामा तपाईँ एक्सपर्ट हुनुहुन्छ त्यही तरिकाले चाहिँ तपाईँले खोज्नुहुन्छ। यो कुरालाई लेसन प्लानिङ भन्छ। हजुरले त्यो लेसन प्लानिङ गरेको भनेको चाहिँ यति पिरियड पढाउने 45 मिनट पढाउने भनेको त्यसलाई लेसन प्लानिङ भनिँदैन। यो पढाउनु त्यसको मेमोरीमा कसरी छिटो घुसाउन सकिन्छ भनेर हामीलाई पहिला कम्प्युटर सिक्दा नेपाली टाइप गर्न सिकाउँदा चाहिँ एकजना टिचरले चाहिँ यसै सार्न मात्र लगाउने, बोर्डमा आएर सार्ने, अनि भोलि जानु कि जानु मात्र भन्नुहुन्थ्यो। अलि अल्छी लाग्यो, जानिएन, 1-2 हप्तै जानिएन। एकजना टिचर आउनुभयो, अलिक फन्नी तरिकाले पढाउनु। एबाट ए बा भन्छ, एबाट त ब आउने छ, त्यो प्रिटी टाइप गर्दा ए बा भन्छ। अनि ए बा विद शिक्षाविद अर्थविद यस्तो भन्छ, 80 भन्छ, डीबाट फेरि दिन भनेर यसरी डीबाट म आउने छ। अनि त्यो त एदेखि जेडसम्म अलिक सजिलो लाग्यो एकैचोटि। त्यो लेसन प्लान भनेको तपाईँले त्यसरी सार्न लगाएर आफूले जान्ने बनेर बनिने होइन छ कि त्यसलाई चाहिँ कसरी विद्यार्थीको मेमोरीमा हुक हुन्छ भन्ने कुरालाई सोध्ने कुरालाई लेसन प्लान भन्छ भनेर हामीले बुझ्न पर्ने हो। अनि कुनै हामीले यो आइएसओ भन्छ सर्ट फर्म हो नि, यसलाई इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन लामोमा सुरुमा घोकिने। यसरी हामीले एब्रिभिएसन पनि बनाएको नि, बदमास भनेको के हो, एब्रिभिएसन गरेर बनाएको। यस्तै सिस्टमहरू हजुरले केही समय एउटा पिरियड पढाउन जानुभन्दा पहिला 10 मिनट केही सोच्नुभयो भने फ्रेस तरिकाले विद्यार्थीहरूको मेमोरीमा चाहिँ के हुन्छ, बुस्ट हुन्छ।
केही कुरा लेसन प्लान गर्छ। हामी धेरै जान्ने पर्ने भन्ने होइन, हामीले उनीहरूलाई कसरी सम्झन सक्ने बनाउने भन्ने हुन्छ। अनि त्यसपछि लेसन पछिको कुरा चाहिँ ह्याबिटमा जाने रहेछ। हाम्रो ह्याबिट सिकाउने त चलन छैन। ह्याबिट भनेको मैले एबाट ब आयो, मेरो औँला एमा जान्छ कि जान्न, अनि बसँग कनेक्ट हुन्छ कि हुँदैन। मैले सरसफाइ गर्न के गर्नुपर्छ भनेर मैले एक पेज लेखेँ, मैले सरसफाइ गर्न जानिनँ भने मेरो ह्याबिट भएन। हामी दोस्रो लेभलमा जानुपर्छ, त्यसपछि सिकाउने कुराहरू, सिक्ने कुराहरू। तेस्रो लेभलमा हुन्छ डिसिप्लिन हुन्छ, ह्याबिट पछिको। हजुरले धेरै पैसा कमाएर बच्चालाई चाहिँ एउटा कार किनिदिने, एउटा बाइक किनिदिने, तर अनुशासन सिकाउनु भएन भने एक हप्तामा तपाईँ उजुर बाजुतिर लाग्नु पर्ने हुन्छ। उजुर बाजु कहिले पुलिस भेट्न जानुपर्ने हुन्छ, कहिले के ट्राफिक रुल सिकाउने अनुशासन, सिक्ने अनुशासन सिक्नुपर्छ भनेर हजुरले सिकाउनु भएन। कार किन्नुभयो, किनिदिनु भयो, सक्यो, तपाईँको टिचिङ भयो, हामी देखाउतिर भयो डिसिप्लिन। त्यसपछि बल्ल रिसर्चमा जान्छ, फिल्ड भिजिटमा जान्छ। जस्तै हामीले स्याउ भनेर शब्द लेख्यौँ, फेरि स्याउ भनेर चित्र हेऱ्यौँ, अलि बढी जान्यौँ कलर कस्तो हुने रहेछ, अनि स्याउ भनेर छोयौँ त्यसको साइज सेप कस्तो हुने रहेछ, अलिकति बाइट गऱ्यौँ टेस्ट कस्तो हुने रहेछ, स्मेल गऱ्यौँ। यसरी बच्चाले यो तरिकाले सिक्ने हो नि। अनि त्यो ल्यागिङ गरेर एकैचोटि लोकसेवा पास गर्न मात्र सिकाउँछौँ हामी, त्यो बच्चाले सिक्दैन। अनि त्यो सिकाइ भयो। अनि त्यसपछि हामी फिल्ड भिजिट गराउँछौँ। फिल्ड भिजिट भनेको स्याउको बोट देखाउन लग्यो भने अझै धेरै सिक्छ कुनै विषयमा। फर्सीको बिरुवा देखाउन लग्यो भने धेरै सिक्छ। म बस्ने घरबेटीले त्यो बेसारको बेसार रोप्या रहेछ, बेसार उम्रियो कि, त्यसपछि यो के हो भाइ भने बेसारको पात त हामीलाई थाहा छ, तर हाम्रो घरबेटीलाई त थाहा छैन। उमारेर बल्ल त्यो 50-55 अराउन्डको मान्छेलाई चाहिँ धेरै कुराहरू थाहा हुँदैन। एउटा कुरा थाहा हुन्छ, त्यो बेसार पहेँलो रङको पिसेर राखेको थाहा भयो, तर बेसार उम्रेर यसो पात यस्तो बन्ने रहेछ भन्ने थाहा भएन कि हाम्रो घरबेटीलाई। भन्ने किसिमको बच्चाहरूलाई चाहिँ हामीले रेडिमेड आइटम मात्र पढाइरहेको छौँ। हामी उनीहरूलाई फिल्ड भिजिटको कन्सेप्ट ल्याउन सकेका छैन। त्यही अहिलेको शिक्षा प्रणालीमा समस्या त्यो छ। केको दुध खान्छ, पोकाको अब चाहिँ गाईको भैँसीको होइन, अनि त्यसपछि पोकाको रोल प्ले। हजुरले बच्चाहरूलाई खेलाएर सिकाउनु कति मजा सिक्छ। यसलाई स्टेटस्कोप भन्छ, यसलाई यो भन्छ भनेर उसलाई दियो भने उसले मजा चेकअप गर्दै, बिरामी बन्दै, डक्टर बन्दै सिक्छ। अब त्यसलाई जबरजस्ती घोक्न लगाउनुहोस् न, भागिहाल्छ। यही कुराहरू हाम्रो शिक्षामा हामी अग्रजहरू जुन शिक्षा क्षेत्रमा लागेर हामी जिन्दगी बितायौँ, सबै त्यही काम गऱ्यो भने त्यति काम किन नगर्यो, यतातिर किन नजाने भन्ने विषय रह्यो। अनि त्यस मेरो अब यो कार्यान्वयन गर्ने क्रममा तपाईँ एक्लै हुनुहुन्न, हामी आइएसओको प्रतिनिधि पनि छौँ र चरण चरणको ट्रेनिङ दिने सबै स्टाफहरू आउनुहुन्छ। र यसको प्रक्रियाहरू चाहिँ के गर्नुपर्ने हुन्छ भने कम्तीमा पनि विद्यार्थी सङ्ख्या मिट गर्नुपर्ने हुन्छ लास्टमा सर्टिफिकेट लिने बेलामा। तर सुरुमा त्यो पर्दैन। त्यो 400 विद्यार्थी भएको क्यान्डिडेट अहिले 5800 पढाउनु भएको छ, त्यो एउटा लक्ष्य हो कि। त्यो भएको हुनाले तपाईँले विद्यार्थी सङ्ख्यामा अड्किएर बस्नु पनि भएन, बिल्डिङमा अड्किएर बस्नु पनि भएन। म क्वालिटीको बनाउन के गर्नुपर्छ भन्ने किसिमको चाहिँ हामी पनि तपाईँसँग सहकार्य गर्न तयार छौँ। त्यसको स्याम्पल हामी उता पठाउनु पर्ने हुन्छ। त्यसको पैसा चाहिँ लगभग $500 हाराहारीमा हुन्छ, 62-63 हजार। त्यो एग्रिमेन्ट गरिसकेपछि सबै डकुमेन्टेसनको कामहरू डकुमेन्ट प्रोभाइड हुन्छ। अनि त्यसपछि अडिट हुन्छ एउटा शिक्षकलाई, त्यसपछि विद्यार्थीलाई एक तरहको सबैको ट्रेनिङ हुन्छ। त्यसको लागि 40,000 समथिङ लाग्छ। यसले सुरुमा एग्रिमेन्ट गर्दा चाहिँ 1 लाख जति खर्च हुन्छ, 1 लाख जति। त्यो काम गर्दै जाँदा आफैले सिक्ने हो। फर्स्ट त हामी चाहिँ कम्मर पनि कस्नेछौँ र बनाउन पनि पर्छ र हाम्रो जिम्मेवारी पनि रहन्छ। र सम्पूर्ण प्रधानाध्यापकज्यूहरूले आफ्नो विद्यालय कसले बनाउँदैन र बनाउन कोसिस गर्नुभएको छ। त्यहाँ सहायक प्रधानाध्यापकहरू पनि सपोर्टको रूपमा रहनु भएको छ, व्यवस्थापन समिति पनि सपोर्टकै रूपमा रहनु भएको छ। र जुन स्कुलमा व्यवस्थापन समिति अनि आएर चाहिँ प्रधानाध्यापक अनि आएर चाहिँ सहायक प्रधानाध्यापक र शिक्षक स्टाफको चाहिँ मिलोमतो अत्यन्तै राम्रो
एउटा सकारात्मक दृष्टिकोणबाट अगाडि बढेको छ भने त्यो विद्यालय पक्कै पनि यो क्वालिटीमा पुग्न सक्छ। योभन्दा अघिल्लो नगरपालिकामा नगरपालिकाकै सेवालाई चाहिँ आइएसओ स्ट्यान्डर्डमा लैजाने भनेर छलफल गरिरहेको थियो। एकजना कन्सल्टेन्टको रूपमा नेपाल सरकारको सहसचिवबाट रिटायर भएर काम गरिराख्नु भएको सरहरू यहाँसँग जोड्नु भएको छ। त्यो क्रममा थियो अखेर समय चाहिँ सभा गरिराखेको काम पाइन्थ्यो होइन। यो यहाँ आइपुग्नु चाहिँ कतिले हामी फेरि आइएसओ स्ट्यान्डर्डको विचारहरू लैजाने कार्यक्रम देखियो। यसका इन्डिकेटरहरू सरले सुनाउनु त्यो इन्डिकेटरले धेरै कार्यालयलाई पनि कार्यालयका इन्डिकेटर पनि रहेछन्। सबै कार्यालयहरू हाम्रा शाखा कार्यालयहरू संस्था संस्थाहरू सरकारी अड्डाहरू छन् ती सबै अड्डाको निम्ति यी सबै विषय इन्डिकेटरको रूपमा रहेको जस्तो मलाई फिलिङ भयो। अलिकति हाम्रो सन्दर्भमा सेवाको कुरा पनि रहन्छ। सेवामा छिटो छ। म चाहिँ आधिकारिक भागवत क्याम्पसको क्याम्पस प्रमुख हुँदा यो क्युए मान्यता प्राप्त अभियानमा लागेर क्युए प्राप्त गराएको हुनाले यो धेरै विषयमा उहाँले त्यसरी राम्रोसँग उहाँले बताइरहनु भएको छ। त्यो सबै कुराको चाहिँ मैले अलिअलि जानकारी त्यहाँ पाइसकेको हुनाले अफिसमा अलिकति अरू धेरै कुराहरू भएको हुनाले मैले बिचमा उठेर हिँड्न लागेँ। मूलतः यो के हो भन्दाखेरि तपाईँले आफ्ना संस्थाहरूलाई हामीले हाम्रा संस्थाहरूलाई जसरी चलाइरहेका छौँ त्यो संस्था चाहिँ अब अहिले त ग्लोबलाइजेसनको समय छ। त्यो इन्टरनेसनल स्ट्यान्डर्डको छ कि छैन। हाम्रो संस्थालाई हामीले चाहिँ यसै तदर्थवादमा चलाइरहेका छौँ कि त्यसको एउटा बेसिक प्रिन्सिपलमा चलाएका छौँ। व्यवहार त्यो प्रमाणित हुने खालको छ कि छैन यो कुरा चाहिँ उसँग जोडिएको हुन्छ। अब यसो घट्टै हेर्दा मलाई के लाग्छ भने इन्टरनेसनल स्ट्यान्डर्ड अर्गनाइजेसन भन्नु पनि सकिन्छ होइन। त्यसबाट तपाईँ त्यो आइएसओ प्राप्त गर्ने अभियानमा चाहिँ हामीले यसका केही सूचकहरू जति भन्यो भने 50वटा सूचकहरू भन्नुभयो त्यो सूचकहरूको कुरा गरेको हामीले चाहिँ त्यहाँ क्युए प्राप्त गर्ने क्रममा चाहिँ 101 कति सूचकहरू थिए। ती सूचकहरू अब यो सूचकहरूको तपाईँले एउटा प्रमाण के गर्नु पर्यो थ्योरिटिकली देख्नु पर्यो। मेरो स्कुलमा क्लिनिङ व्यवस्था छ, मेरो स्कुलमा फर्स्ट एड व्यवस्था छ, उहाँले जे भन्नुभएको छ। मेरो स्कुलमा चाहिँ गार्डको व्यवस्था छ। यो सबै कुरा तपाईँले भन्नुभयो तर त्यो छ भन्ने प्रमाण छ कि छैन? तपाईँसँग छ भन्ने प्रमाण के हो? जस्तै फर्स्ट एडको व्यवस्था छ भने त्यो भिडियो चाहियो भन्नु पनि भने तपाईँसँग प्रमाण छ कि छैन? बिना प्रमाणको लेखेर बोलेर भनेर हिँड्ने हाम्रो जो प्रचलन छ त्यो हुँदैन। बिना प्रमाण बोल्न पाइने, लेख्न पाइने, त्यसको पछाडि प्रमाण हुनु पऱ्यो। अनि तपाईँले पेस गरेको कतिपय स्कुलहरू अहिले त स्कुलमा पनि यो इम्प्लिमेन्टेसन भइसकेको रहेछ होइन। तपाईँले अहिले हामीले खालि बिस्कुट भन्नुहोस्, साबुन भन्नुहोस्, टुथपेस्टहरू भन्नु भने आइएसओ स्ट्यान्डर्ड भनेर त्यहाँ लेखेर हुन्छ होइन। त्यो कतिपय वस्तुहरूमा लेखेको हुन्छ, कतिपयमा लेखेको हुँदैन। त्यो एउटा स्ट्यान्डर्ड, त्यसले आफ्नो स्ट्यान्डर्ड चाहिँ मेन्टेन गर्नै पर्ने स्थिति हुन्छ। त्यसमा चाहिँ अब यसमा के छ भने तपाईँले लेख्नुभयो पनि प्रमाण पेस पनि गर्नुभयो। व्यवहारमा त्यो कुरो छ कि छैन? ठिक छ छैन? तपाईँले पेस गरेको प्रमाण नक्कली हो कि तपाईँले बोलेका लेखेका कुराहरू नक्कली हुन् कि होइनन् भन्ने कुराका लागि उहाँहरू हामी परीक्षण गरिरहेका छौँ भन्नु पऱ्यो। त्यो परीक्षण हुन्छ। हाम्रो आधिकारिक भागवत क्याम्पसको त्यतिखेर चाहिँ क्युएको हामीले गर्ने बेलामा श्रीलङ्काको एकजना प्रोफेसर आउनुभएको थियो। उहाँको मातहतमा 4 जना अरू युनिभर्सिटीका प्रोफेसर हुनुहुन्थ्यो र उहाँले हरेक कुराहरू चाहिँ हुनुहुन्थ्यो। त्यो गेटदेखि आदिकविको गेटसम्म यतापट्टिको ठुलो गेटदेखि आदिकवि छिर्ने गेटसम्म चाहिँ हामीले त्यतिखेर के थियो भने त्यो त त्यहाँको माटो त अलिकति रातो माटो होइन नि, त्यो त सिमेन्टेडै जस्तो थियो नि। तर यो भयो यसमा चाहिँ तपाईँले के गर्नु पऱ्यो त त्यो अरू बिछाउनु पऱ्यो भने हुनाले अनि हामी ब्लक बिछाएको थियो। त्यो ब्लक बिछाएको मात्रै बल्ल छात्रावास छ, सञ्चालनमा छैन। हामीले हाम्रो छात्रावास छ भने लेखेको फोटोसोटो पनि खिच्छौँ, सञ्चालन छ कि छैन? फेरि त्यो सञ्चालनको पनि प्रमाण हामीले दिनुपर्ने स्थिति हुन्छ होइन। उहाँहरू टोयलेट जानुहुन्छ, वार्षिक उत्सव जताततै सुधार सरसफाइ नै देखिन। त्यहाँदेखि तपाईँले सामान्य तपाईँको टोयलेट, तपाईँको स्कुलभित्रको टोयलेटको स्थिति के छ? यहाँ मान्छेहरू आउँदाखेरिको तपाईँको स्ट्यान्डर्ड के छ? विद्यार्थीहरूलाई सरसफाइको संस्कार तपाईँले कसरी सिकाइराख्नु भएको छ? क्लासभित्रको सरसफाइको अवस्थाहरू के छ? यावत खालि 50वटा पोइन्टमा उहाँले भन्दै जानु। तर त्यसमा हामीले आफ्नो चाहिँ काम गरेर प्रमाण पुर्याएर अनि अर्काले आँखाले हेर्दाखेरि हो रहेछ भन्ने पारेर अनि बल्ल आइएसओ प्राप्त गरिन्छ। त्यो पार्नको लागि तपाईँहरूले धेरै ठुलो मेहनत गर्नुपर्ने हुन्छ। त्यो मेहनतको लागि मेहनत पैसा हालिन्छ भन्दा पैसा नहालिकन गर्ने काम पनि थुप्रै छ। पैसा नहालिकन गर्नुपर्ने काम आफ्नो पनि ठाउँमा गरेका छौँ, तर नहालिकन गर्ने थुप्रै कामहरू त्यहाँका सरसफाइ, त्यहाँको व्यवस्था पनि, त्यहाँको सुधार। हामीले स्ट्यान्डर्ड कसरी बनाउने, कसरी व्यवस्थित गर्ने, कसरी अरूका लागि पनि हो रहेछ भन्ने उदाहरणीय बन्ने र प्रमाणित पनि हुने
नभएर हामी सबै अगाडि लागौँ। उहाँको प्रशिक्षण अगाडि बढ्नेछ। धन्यवाद। नमस्कार। जय विद्यालय। गरिदिनु हुनुको लागि मन्तव्यसहित समापन गरिदिनु हुनुको लागि कार्यक्रमका अध्यक्षज्यूलाई हार्दिक धन्यवाद गर्दछु। थाहा छ हामीलाई, थाहा छ राम्रो गर्नुपर्छ भन्ने पनि सोच गरेका छौँ। तर त्यो भित्रका विधि पद्धति र नीति नियमहरू कस्ता बनाउनुपर्छ त बुदागत रूपमा यसले हामीलाई गाइड गरेको छ। आज काम त गर्न खोजेका छौँ हामीले, तर बुदागत रूपमा त्यसलाई शीर्षकगत रूपमा यो आइएसओ मार्गदर्शन गाइडलाइनले हामीलाई दिएको छ। अब यसमा हामीले जानेर नजाने भन्ने सन्दर्भ भन्दा पनि विद्यालय कसरी सुधार गर्न सकिन्छ र यसका पाटाहरू के हुन् भन्ने कुरो आज छलफल भएको छ। हामी त्यसैमा खुसी हुनुपर्छ। आज धेरै कुरा हामीले सिकेका छौँ र हाम्रो उद्देश्य सारा उद्देश्य पनि के हो भने विद्यालयमा प्रवेश गरेको जनशक्ति दोस्रोले आओस् चाहे व्यवस्थापन समिति होस्, आफ्नो पालामा स्कुल राम्रो बनाउन सबैले खोज्नु भएको छ। यो ढुक्कको कुरो हो, हामी सबैले बुझेका छौँ। आफ्नो रहँदाखेरि राम्रो गरौँ भन्ने चाहना छ, सबै शिक्षकको पनि छ र सबै समितिको पनि छ। तर त्यही कामको तालमेल नमिल्दाखेरि हाम्रा रिजल्टहरू नआएका हुन्। यो सबैलाई थाहा भएको विषय हो। र अब किन आएर त भन्दाखेरि हाम्रा यी पद्धतिमा हामी विधिवत रूपमा जान नसकेर नआएको हो कि, अथवा हाम्रो सामाजिक संरचनाले नआएको हो कि, अथवा हाम्रो त्यो स्टाफहरूको काम गर्ने शैली र पद्धतिले नआएको हो कि भन्ने बारेमा अब हामीले चर्चा गर्न सक्छौँ है। अब अहिले के थियो भन्दा पनि अब हामी यो विषयमा हामी अप्ठ्यारोमा थियौँ कि कुन चाहिँ कुराले हामीलाई अप्ठ्यारो पारेको छ भनेर यी 50वटा गाइडलाइन र बुदाहरू हेरेर हामीले छलफल गर्न सक्ने अब हामीलाई बनाएको छ। यसले त्यस्तो सोचेको छु मैले। र अब हामी छलफल गऱ्यौँ, बुझ्यौँ, सुन्यौँ र हाम्रो स्कुललाई अब्बल बनाउनेतर्फ हामी सबै लाग्नेछौँ। यहाँको सबैको साझा उद्देश्य हो। हामी त्यसमा यहाँको साथमा सँगै रहनेछौँ र अब आगामी दिनमा पनि हामीलाई अझ थप योभन्दा पनि विशिष्ट खालको क्लास लिन परेको सन्दर्भमा हामी सम्पर्कमा रहनेछौँ सरहरूसित। राणा सरलाई पनि हामी हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र अब हाम्रा केही कार्यक्रमहरू वार्षिक रूपमा गर्ने कार्यक्रमहरूको बारेमा हामी सरहरू र सहायक प्रहरू पनि बस्दा हुन्छ। उहाँहरूसित मात्र बसेर यहाँ हाम्रा कार्यक्रमहरूको बारेमा अब 10-15 मिनट हामी छलफल गर्छौँ। पहिले कसरी कार्यक्रमहरू गरौँ भनेर सेड्युल गराउनु पर्ने कुराहरू छन्। यो भएको हुनाले मैले अलरेडी अध्यक्षज्यूहरूलाई यहीँबाट अब अहिलेसम्म आउनुभयो, बस्नुभयो, सुन्नुभयो, हार्दिक धन्यवाद दिन चाहन्छु र प्रसर र सहायक प्रसरहरूलाई यहीँ बस्दिनको लागि अनुरोध गर्दै दोस्रो सेसनको कार्यक्रम सुरुवात गरिदिन मैले हाम्रो सरकारको धन्यवाद।